공감사회에게 숨주시와다 잡지도 सुस्वास्थ्यको कामना सहित हार्दिक अभिवादन गर्दछु र आज यहाँ आर्य छेमद्वारा विरचित 8औं वसन्त ऋतुको प्रवचनको दोस्रो दिन रहेको छ। र त्यसै गरी यहाँहरू सबैलाई जानकारी भएको कुरा हो, यो जुन आर्य छेमको वसन्त ऋतुको प्रवचन राखिनुको मूल कारण चाहिँ के भन्दाखेरि विशेष गरेर हामीले भिक्षुणीगण अन्यहरूको लागि राखेका हौँ र उहाँहरूको विवेक बढाउन र उहाँहरूको पठन पाठनको लागि राखिएको र विशेष गरेर विभिन्न गुम्बाहरूबाट आउनुभएका आनीहरू एकै ठाउँमा भेला भएर चाहिँ एकअर्कासँग धर्मको प्रश्नोत्तर गर्ने, चर्चा परिचर्चा गर्ने र एकअर्कालाई आत्मबल बढाउने र त्यस्तो प्रकारको उद्देश्यहरू लिएर हामीले चाहिँ यो आर्य छेमको वसन्त ऋतुको प्रवचन राखेका हौँ। र जे भए पनि विशेष गरेर हामीले धर्मको साधना गर्ने व्यक्तिहरू जो नारी र पुरुषहरू हुनुहुन्छ, त्यो नारी र पुरुषहरू मध्येबाट यो चाहिँ नारीहरूको लागि राखिएको, छोरी मान्छेको लागि राखेको र त्यसमा पनि गृहस्थ नारी र प्रव्रजित भएका दुई मध्येबाट चाहिँ प्रव्रजित भएका आनीहरूको लागि राखिएको। त्यस कारणले गर्दाखेरि यहाँहरूले आजसम्म जति पनि आफ्नो तर्फबाट आफ्नो गच्छ्याउन यसमा लागि परिरहनु भएको छ र भविष्यमा पनि तपाईँहरूले यसमा लागि परेर हामी सबैको समग्रको आनीहरूको गण हो र उहाँहरूको जुन देशना र साधनाहरूको शासन छ, त्यसलाई हामीले अभिवृद्धि गर्नको लागि, वृद्धि गर्नको लागि र विशेष गरेर साधना गर्नको लागि चाहिँ जुन आगमको शिक्षा, आगमको उपदेशलाई चाहिँ हामीले त्यसको श्रवण चिन्तन गर्नु चाहिँ अति नै महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि र मेन विशेष गरेर हामीले साधनाको लागि जग जस्तो चाहिँ जुन हामीले श्रवण चिन्तन गर्छौँ त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। अनि त्यसै कारणले हामी सबैले यसमा चाहिँ हामीले बल गर्नुपर्ने र हामी सबैले एकजुट भएर एकअर्कामा मेलमिलाप गरेर बस्नु चाहिँ अति नै महत्त्वपूर्ण मलाई लाग्छ र यसको विषयमा तल पछि हामी चर्चा परिचर्चा गर्नेछौँ। र मैले जुन गुरु पञ्चासिकाको उपदेश सुरु हुनुभन्दा अगाडि नै उहाँहरूलाई एउटा जानकारीको लागि मैले थोरै भन्दा ठिक हुन्छ कि जस्तो लागेर यसको बारेमा जानकारी दिएको हुँ। र मैले हिजो पहिलो दिनको प्रवचनमा बताएअनुसार जुन गुरु पञ्चासिकाको संस्कृत पाण्डुलिपिहरू, त्यसै गरी चिनिया अनुवाद र त्यस्तै गरी तिब्बती अनुवाद सहित 3 मुख्य स्रोतहरू रहेको मध्ये बताएको थिएँ। र आज चाहिँ म यहाँ हामीसँग संस्कृत पाण्डुलिपिहरू के कस्ता छन् भन्ने विषयमा बताउन गइरहेको छु। र जुन संस्कृतमा रहेको पाण्डुलिपि चाहिँ यो चाहिँ दुई भिन्न भिन्न पाण्डुलिपिहरू रहेका छन्, जुन मध्येबाट पहिलो चाहिँ फ्रान्सेली विद्वान सिल्भन लेवीले चाहिँ अशोघसले रचना गर्नुभएको केही ग्रन्थहरू उहाँले प्राप्त गर्नुभएको थियो र त्यो मध्येबाट जुन गुरु पञ्चासिकाको ती मध्येमा उहाँले गुरु पञ्चासिकाको ग्रन्थ पनि फेला पार्नुभएको थियो, जुन चाहिँ अशोघसले रचना गर्नुभएको भनेर भनिएको थियो। र त्यसै गरी 1929मा उहाँले यसलाई चाहिँ सम्पादन गरेर प्रकाशित गर्नुभएको थियो।
र जुन फ्रान्सको विद्वानले फेला पार्नु भएको गुरुपञ्चसिकाको संस्कृत पाण्डुलिपिको 33औं श्लोकको अन्तिम पङ्क्ति त्यसमा चाहिँ उहाँले हराएको भए उहाँले त्यो के नपुगेको उहाँले पाउनुभयो। र त्यसमा र त्यसको लेखक को हो भन्ने पनि त्यसमा लेखिएको थिएन, किनभने यो पूर्ण ग्रन्थ नै पुगेको थिएन। त्यसको कारणले गर्दाखेरि त्यसको लेखक को हो नभएको कारणले चाहिँ त्यसको लेखकहरू को हो भन्ने चाल पाउन सकिएन। र पछि आएर वाराणसको केन्द्रीय तिब्बतीय अध्ययन संस्थानका विद्वानहरूले यसलाई चाहिँ सम्पादन गर्नुभयो। र जुन 33 श्लोक मात्र भएको जुन ग्रन्थ छ त्यसमा चाहिँ तिब्बती ग्रन्थबाट अनुवाद गरेर जुन संस्कृत भाषामा उहाँले तिब्बती भाषाबाट संस्कृत भाषामा उहाँले अनुवाद गरेर चाहिँ त्यसलाई पूर्ण रूप दिनुभएर चाहिँ त्यसलाई फेरि सम्पादन गरेर प्रकाशित गर्नुभएको थियो। यो चाहिँ पहिलो पाण्डुलिपि रहेको छ। र दोस्रो संस्कृतको पाण्डुलिपि चाहिँ जुन हङ्गेरीका विद्वान पिटर ड्यानियल सान्तोसले उक्त विद्वानले चाहिँ जर्मनमा रहेको हाम्बर्गको पुस्तकालयमा संस्कृतको अर्को पाण्डुलिपि फेला पारेका थिए। र उक्त पाण्डुलिपिलाई उहाँले 2013 मा प्रकाशित गरेका थिए। उहाँले उक्त ग्रन्थको प्रकाशन गर्ने बेलामा चाहिँ मूल ग्रन्थलाई कुनै प्रकारको सम्पादन नगरी जस्ताको तस्तै प्रकाशित गरेका थिए। त्यसै गरी उहाँले त्यो संस्कृत पाण्डुलिपिसँग अङ्ग्रेजी अक्षर समेत त्यसमा समावेश गरेर चाहिँ उहाँले प्रकाशित गर्नुभएको थियो। अहिले जुन हङ्गेरीका विद्वानले प्राप्त गरेको मूल ग्रन्थ थियो, उक्त ग्रन्थको चौथो पाना चाहिँ हराएको थियो, अपूर्ण थियो भनौँ। त्यसै कारणले गर्दाखेरि यो 35औं श्लोकको दोस्रो पङ्क्तिदेखि 48औं श्लोकको पहिलो पङ्क्तिसम्म चाहिँ हराइरहेकोले अपूर्ण, त्यो पनि अपूर्ण थियो। तर उक्त ग्रन्थमा फरक के थियो भने उक्त ग्रन्थमा लेखकको नाम उल्लेख भएको थियो। र उक्त ग्रन्थमा लेखक को हो भनेर लेखेको थियो भन्दाखेरि चाहिँ त्यसमा चाहिँ लेखकलाई बपिल दत्त हो भनेर लेखिएको छ। जुन बपिल दत्त भनिने जुन नाम चाहिँ जुन तिब्बतमा चाहिँ हामीले तिब्बतमा जुन गुरु पञ्चासिकाको ग्रन्थ छ त्यो चाहिँ अशोक घोषले रचना गर्नुभएको एउटा र आचार्य बपिलले रचना गर्नुभएको एउटा गरेर दुईवटा लेखकहरू भनेर मान्ने गरेको पाइन्छ। र कसैले चाहिँ अशोक घोष र आचार्य बपिल एकै व्यक्ति हुन् पनि भन्ने गरेको पाइन्छ। र कसैले चाहिँ अशोक घोष र आचार्य बपिल एकै व्यक्ति नभएर बेग्ला व्यक्ति भएको मान्ने गरेको पनि पाइन्छ। त्यसैले तिब्बतमा विभिन्न बेग्ला भनाइहरू रहेको छ। कसैले चाहिँ भन्नुहुन्छ पञ्चासिका चाहिँ अशोक घोषले रचना गरेका हुन् र कसैले चाहिँ बपिलले गरेका हुन् भनेर पनि भन्ने गरेको पाइन्छ। र उहाँहरू दुईजनालाई चाहिँ एउटै व्यक्ति भएको हो भनेर मान्नेहरू पनि पाइन्छ। र त्यसको आधारमा हेर्ने हो भने जुन लोबेन बपिला र अशोक घोषले रचना गरेको ग्रन्थको एउटै अर्थ हुन जान्छ र त्यसरी लिनेहरू पनि छ। जे जस्तो भए तापनि हङ्गेरीका विद्वानले फेला पारेको संस्कृत पाण्डुलिपिमा पनि धेरै हिज्जेहरू त्रुटि भएको बुझिन्छ। मूल ग्रन्थमा पनि धेरै अक्षरहरू शुद्ध नभएको हो र त्यो ग्रन्थलाई सम्पादन नगरी जस्ताको तस्तै प्रकाशन गरिएको भन्ने बुझिएको छ।
र जुन मैले अगाडि बताएको जुन फ्रान्सको विद्वानले प्राप्त गरेको जुन पाण्डुलिपि र हङ्गेरीका विद्वानले प्राप्त गरेको जुन पाण्डुलिपि छ त्यो दुईटामा पनि केही फरकहरू भएको पाइन्छ। एक प्रकारले हेर्दाखेरि जुन रिन्चिन साङपोले अनुवाद तिब्बती भाषामा रहेको तेङ्गिरभित्र रहेको जुन गुरु पञ्चसिका छ त्यो चाहिँ रिन्चिन साङपोले अनुवाद गर्नुभएको। जुन लोजा वा रिन्चिन साङपोले अनुवाद गर्नुभएको जुन ग्रन्थ छ उक्त ग्रन्थलाई एक प्रकारले हेर्दाखेरि दोस्रो हङ्गेरीका जुन हङ्गेरीका विद्वानले फेला पारेका जुन दोस्रो पाण्डुलिपि थियो त्योसँग चाहिँ धेरै मिल्दोजुल्दो रहेको पाइन्छ। त्यसै गरी जे चोङखापा र साथौँ कर्मपा छोडक ग्याचो र त्यसै गरी छर्सिन लोसा ग्याचो लगायतका जुन तिब्बतका विद्वानहरूको व्याख्यामा उद्धृत भएका जुन केही मूल ग्रन्थहरू चाहिँ त्यो चाहिँ जुन लोचा वा रिन्चिन साङपोले रचना गर्नुभएको अनुवाद गर्नुभएको ग्रन्थसँगको जुन शब्दहरू छ त्यो चाहिँ अलि नमिल्दो पनि देखिएको छ। नमिल्ने भन्दा अलिकति फरक देखिन्छ। र जुन मैले अघि भनेको थिएँ जुन फ्रान्सको विद्वानले प्राप्त गरेको पाण्डुलिपि पहिलो पाण्डुलिपि र यहाँ थोरै गल्ती भयो। जुन लोचा वा रिन्चिन साङपोको अनुवाद र जुन पहिलो पाण्डुलिपि फ्रान्सको विद्वानले प्राप्त गरेको जुन पहिलो पाण्डुलिपि थियो त्यसमा स्पष्ट नभएको चाहिँ हङ्गेरीको विद्वानले प्राप्त गरेको जुन पाण्डुलिपि दोस्रो पाण्डुलिपि त्योसँग चाहिँ धेरै मिल्दोजुल्दो भएको पाइन्छ। यद्यपि जुन दोस्रो पाण्डुलिपि छ जुन चाहिँ रिन्चिन साङपोको अनुवादसँग मिल्दोजुल्दो छ त्यसको पाण्डुलिपि चाहिँ लोचा वा रिन्चिन साङपोको जुन अनुवाद गर्नुभएको जुन मूल ग्रन्थ त्यो चाहिँ एउटै हो भन्दा पनि एउटै हो भनेर भन्न सकिन्छ। रिन्चिन साङपोले अनुवाद गर्नुभएको जुन ग्रन्थ छ त्यसको मूल ग्रन्थ उहाँले जुन ग्रन्थबाट अनुवाद गर्नुभयो र जुन हङ्गेरीको विद्वानले प्राप्त गर्नुभएको जुन ग्रन्थ छ त्यो दुईटा चाहिँ एउटै हो भन्दा पनि केही दुईमत नहोला। तर पनि यसको एउटै हो होइन भन्ने कुरा यसको बारेमा अब अनुसन्धान गर्न बाँकी नै छ। त्यसको साथसाथै हिजो भने जस्तै जेजुन डाबा ग्याल्छेनले जुन गुरु पञ्चसिकाको व्याख्यामा बताउनु भएको पञ्चसिकालाई चाहिँ 5वटा बुँदाहरूमा उहाँले प्रस्तुत गर्नुभएको छ। र त्यसै बमोजिम हिजो मैले त्यो अनुसार प्रस्तुत गरेँ भने अलिकति बुझ्न सजिलो या मनमा बुझ्न पनि अलिक सजिलो जस्तो रहेको हिजो मैले बताएको थिएँ। र हिजो मैले भनेको थिएँ ल 5वटा बुँदामा प्रस्तुत गरेको छु। त्यो मध्येबाट पहिलो चाहिँ यो कसले लेखेका थिए लेखक भयो, अनि दोस्रो चाहिँ कुन तन्त्रमा आधारित छ, तेस्रो चाहिँ यो के का निम्ति कुन उद्देश्यले रचना गरेको र यो सिकाउनु पर्ने समय कुन हो, र पाँचौँ चाहिँ यो पाठको वास्तविक विषय के हो होइन। त्यो यस प्रकारले यो 5वटा बुँदाबाट प्रस्तुत गरियो भने राम्रो हुन्छ कि जस्तो मलाई लाग्यो। र यसलाई मैले यहाँ स्क्रिनमा देखाउनु पर्ने थियो। मैले यो स्क्रिन सेयर गर्नुपर्ने, मलाई यो स्क्रिन सेयर गर्नु म अलि असमर्थ भइरहेको छु। केही छिन पर्खिनु होला है त। जुन गुरु पञ्चसिकाको 5 बुँदाहरू जुन डाबा ग्याल्छेनले रचना गर्नुभएको जुन गुरु पञ्चसिकाको व्याख्या छ त्यसको अन्तिममा पाठको वास्तविक विषय भन्ने जुन शब्द छ अलिकति अरूभन्दा भिन्न छ। उहाँले गर्नुभएको
यसमा चाहिँ शब्द चाहिँ अलिकति जस्ताको त्यस्तै छैन, तर जे भए पनि अर्थ चाहिँ एउटै हो भनेर भन्न चाहन्छु। र आज हिजो मैले यो ग्रन्थ चाहिँ कसका निम्ति रचना गरेको भन्ने कुरा हिजो मैले प्रस्तुत गरेको छु, र आज चाहिँ दोस्रो, र यो चाहिँ कुन तन्त्रमा आधारित भयो, आधार मानेर रचना गरिएको हो भन्ने कुरा चाहिँ आज म प्रस्तुत गर्दैछु। र जुन चाहिँ जुन ढापा ग्याल्सेनको जुन पञ्चसिकाको व्याख्यामा यसो भनेको छ, के भनेको छ भन्दाखेरि चाहिँ जुन विभिन्न तन्त्रको नामहरू उहाँले प्रस्तुत गर्नुभएको छ। जस्तै वैरोजनाको मायाजाल, वज्र स्नुषा, अश्वेत शत्रुवा यमन्तको तन्त्र, श्री परमा, उत्तम योग गुह्य समाज र वज्रदोहा भनेर यसरी उहाँले चाहिँ केमा चाहिँ आधार मानेको छ भन्ने कुरा चाहिँ उहाँले यस आधार चाहिँ विभिन्न कुन कुन तन्त्रहरू छ भनेर उहाँले यसरी प्रस्तुत गर्ने भएको कारणले यो नामहरू उहाँले यसरी बताउनु भएको छ। र जे भए पनि यो पछि जुन श्लोकहरूको प्रत्येक श्लोकहरू आउँछ तलमुनि पछि, अनि त्यसमा चाहिँ त्यसको ग्रन्थ चाहिँ केमा आधार मानेको छ भन्ने कुरा, त्यसको तन्त्रहरू चाहिँ त्यसको बारेमा चाहिँ सँगसँगै त्यो हामी व्याख्या गर्दै जानुपर्ने हुन्छ। र यहाँ म त्यति धेरै भन्नु आवश्यक ठान्दिनँ। र पछि एक एकवटा श्लोकहरू हामी प्रस्तुत गर्दाखेरि त्यसको आधार त्यो कहाँबाट आयो, कुन तर्कहरूबाट, त्यो कुन उपदेशहरूबाट आयो भन्ने कुरा त्यो समयमा चाहिँ हामी विस्तारमा प्रस्तुत भइ नै हाल्छ। त्यही भएर म आज यहाँ धेरै भन्न आवश्यक ठान्दिनँ। र यसले चाहिँ के बताउँछ भने कुन चाहिँ तन्त्रलाई आधार मानेर रचना गरिएको हो भन्ने चाहिँ यसमा प्रश्न हुन्छ। र जुन पञ्चासिका चाहिँ त्यसै यो कुनै विशेष व्यक्तिको लागि रचना गरेको नभएर यो चाहिँ वज्रधारको जुन तन्त्रमा आधार मानेर गरिएको हो, रचना गरेको। र त्यो तन्त्र चाहिँ के हो भन्दाखेरि त्यसमा चाहिँ वैरोचनाको मायाजाल आदि तन्त्रहरू देखाएर त्यसबाट आधार मानेर गरिएको हो भनेर यहाँ देखाएको छ। र तेस्रो चाहिँ कसका निम्ति रचना गरिएको हो, कसका निम्ति प्रस्तुत गरिएको हो भन्दा त्यसमा के भनिएको छ भन्दाखेरि जुन पञ्चसिकाको जुन ग्रन्थ छ, यो गाप्चुपा भन्ने पञ्चसिका भन्ने ग्रन्थ चाहिँ जुन रचनाकारले त्यसको जुन उद्देश्य, रचना गर्नुको उद्देश्य, यसको कारण चाहिँ के का निम्ति गरेको उद्देश्य चाहिँ कसैले प्रश्न गर्छ भने त्यो चाहिँ जुन विद्वानहरूले विभिन्न भनाइहरू रहेको छ, विभिन्न भनाइहरू विद्वानहरूको भनाइहरू रहेको छ, केही भनाइहरू रहेको पाइन्छ। र विशेष गरेर पञ्चसिका ग्रन्थभित्र चाहिँ यसको निम्ति के का निम्ति गरिएको हो, यसको उद्देश्य यस्तो हो भनेर चाहिँ त्यो प्रश्नसँग लेखिएको छैन। तर पनि विद्वानहरूले व्याख्या गर्दाखेरि चाहिँ विगतका गुरुहरूको जुन उहाँहरूको जुन उपदेशबाट जुन स्वर्णतन्त्र जुन कर्णतन्त्रहरू छ त्योहरूबाट चाहिँ यस प्रकारले गरेको हो भनेर चाहिँ विभिन्न भनाइहरू रहेको छ। र जुन ढापा ग्याल्सेनको जुन व्याख्यामा यसको कारण र यसको उद्देश्य चाहिँ तीनवटा उद्देश्यहरू जुन उहाँले बताउनु भएको छ। यसको कारण र उद्देश्य तीनवटा चाहिँ जुन उद्देश्यहरू चाहिँ अब गुरु आफ्नै तरिकाले भन्ने आफ्नो भनाइहरू रहेको छ। र यो मध्येको पहिलो चाहिँ न्युगो लोङपाले चाहिँ के भन्नुभएको छ भने सबै सिद्धिहरूको महान चाहिँ गुरु हुनुहुन्छ, त्यसैले उहाँहरूप्रतिको निन्दा त्याग गर्न र उहाँहरूलाई प्रसन्न पार्नको लागि रचना गरिएको हो भनेपछि न्युगो लोङपा भनेको चाहिँ को हो भन्दाखेरि डोग्मी लोचावा हुनुहुन्छ। डोग्मी लोचावा उहाँको विचारमा, उहाँको अभिप्रायमा चाहिँ उहाँको गायधारासँग त्योबाट उहाँको परम्पराबाट आएको हो कि भन्ने एउटा भनाइ पनि रहेको छ। र जे भए पनि उहाँको जुन कर्णतन्त्रको हिसाबमा चाहिँ आधारमा चाहिँ उहाँ यो जुन पञ्चसिका चाहिँ गुरु गायधाराबाट चाहिँ जुन परम्परा आएर चाहिँ ढोग्मी लोचावा न्युगो लोङपामा आएको हो भन्ने बुझ्न सकिन्छ। जुन लामा ngapchupa अथवा गुरु पञ्चसिका रचना गर्नु कारण चाहिँ यो सबै सिद्धिहरूको मुहान चाहिँ गुरु हुनुहुन्छ।
सबै प्राप्त यो सिद्धिहरू प्राप्त गर्ने नगर्ने उत्पत्ति हुने नहुने भने चाहिँ सबै गुरुमा भर पर्ने भएकोले गुरुहरूपट्टि जुन हामीले निन्दाहरू गर्छौँ त्योहरू त्याग गरेर चाहिँ लामा जुन हामीले गुरु मान्दाखेरि जुन एउटा गलत तरिका छ त्योहरू सबै त्यागेर एउटा सही तरिका चाहिँ त्यो प्राप्त गर्नको लागि यो ग्रन्थ चाहिँ रचना गरिएको हो भनेर भनेको छ। जस्तो हामीले गुरुहरू मान्दाखेरि आफ्नो आफ्नो लामाहरूको नामहरू वाचन गर्ने तरिका, त्यस्तै गरेर गुरुहरूलाई कसरी आदर गर्ने भन्ने कुराहरू त्योहरू जुन अनादरहरू त्यागेर चाहिँ जुन श्रद्धाहरू गर्छौँ त्यो गर्ने तरिकाहरू त्यो विधिहरू चाहिँ यस्तो प्रकारले गऱ्यो भने चाहिँ त्यो चाहिँ गलत हो, यस्तो तरिकाले गऱ्यो भने चाहिँ यो सही हो भन्ने कुरा त्यसको एउटा परिधिहरू रहेको छ र त्योहरू चाहिँ त्यो लामा गुरुहरू मान्ने तरिका नजान्नेहरूको लागि यो चाहिँ त्यति अब नजान्न पनि सक्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ यो नजान्ने भएको कारणले गर्दा चाहिँ त्यस कारणले गर्दाखेरि चाहिँ त्यो गुरुहरूप्रतिको निन्दाहरू त्याग गरेर गुरुलाई त्यो अनादरहरू सब त्याग गरेर गुरुलाई प्रसन्न पार्नको लागि त्यो त्यस्तो प्रकारको जुन सोच र जुन गर्ने तरिका विधिहरू सिकाउनको लागि चाहिँ यसलाई रचना गरेको हो भनेर चाहिँ जुन डोग्मे लोचाबाट जुन आएको परम्परामा चाहिँ यस प्रकारले बनेको छ। र अब अर्को भनाइमा चाहिँ के छ भन्दाखेरि अनङ्ग वज्रको भनाइ छ। अनङ्ग वज्रले चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ अनि आफूमा हुनुपर्ने सबै गुणहरू पुरा गर्नको लागि र सबै सुविधाहरू प्राप्त गर्नको लागि चाहिँ यो रचना गरिएको हो भनेर भनेको छ। उहाँ अनङ्ग वज्रले के भन्नुभएको छ उहाँको विचारमा के छ भन्दाखेरि जुन पञ्चसिकाको ग्रन्थ चाहिँ रचना गर्नु कारण चाहिँ आफ्नो गुणहरू जुन आफूमा जस्तै अब गुह्ययानको आफू सही पात्र हो होइन, एउटा लक्ष्मीमित्र गुरुहरू प्राप्त गर्नको लागि आफूमा धेरै कुराहरू पुग्नुपर्ने हुन्छ, गुणहरू पुग्नुपर्ने हुन्छ, धेरै कुराहरू पुग्नुपर्ने भएको कारणले गर्दा त्यो सबै कुराहरू चाहिँ आफूमा कति पुगेको छ छैन, गुणहरू पुगेको छ छैन। अब हामीले केही कुराहरू विशेषताहरू गुणहरू अझै पनि सुधार्नु पर्ने छ कि त्यो कुराहरू राम्ररी थाहा पाउनको लागि र समग्रमा भन्दा आफू एउटा सही पात्र सही शिष्य हुनको लागि पात्र आफूमा भएको गुणहरू पूर्ण भएको शिष्य हुनको लागि नपुगेको कुराहरूलाई पुरा गरेर चाहिँ एउटा पूर्ण गरेर चाहिँ आफू सही पात्र बन्नको लागि सही शिष्य भएर चाहिँ आफ्नो जुन अभिप्राय छ, आफ्नो गर्ने तरिका छ, जे भए पनि त्यो सबै जुन अपुग छ, जुन नपुगेको कुराहरू त्यो सबै पुरा गरेर चाहिँ राम्रो हुनको लागि असल विद्यार्थी शिष्य हुनको लागि चाहिँ को लागि यो ग्रन्थ चाहिँ ग्रन्थ रचिएको रचना गरेको। र यो अनङ्ग वज्र चाहिँ को हुनुहुन्छ धेरैले सुन्नुभएको छैन होला। यसको विषयमा म छोटकरीमा भन्नेछु। र तेस्रो चाहिँ के हो भन्दाखेरि चाहिँ गुङथाम्पा भनेको चाहिँ को हो भन्दाखेरि उहाँ चाहिँ मल्ग्यु लोचावा भनेर भनिन्छ। जुन जेरिम्चेको जुन लामाङ अप्चुपा छ, पञ्चासिका छ, उहाँको जो व्याख्यामा मल्ग्यु लोचावा भनेर भनेको छ। मल लोचावा पनि भनिन्छ, उहाँलाई मल्लामल अथवा मल्ग्यु लोचावा भनेर भनिन्छ। मल्ग्यु लोचावालाई बुझ्नुपर्ने हुन्छ। उहाँको जन्मस्थल चाहिँ गोङथाङ भएको कारणले सायद यो मल्ग्यु भनेर गोङथाङ भनेको हुनसक्छ। र अहिलेको जुन गुङथाङपा भन्ने छ यो चाहिँ मल्ग्यु लोचावा बुझ्नुपर्छ। र उहाँको विचारमा चाहिँ उहाँको परम्परा चाहिँ नारूपाबाट आएको कारणले गर्दा लामा भएको कारणले उहाँको त्यसमा के भनेको छ भन्दाखेरि जुन गुरु पञ्चसिका रचना गर्नुको कारण चाहिँ नारूपाले के भन्नुभएको छ भन्दाखेरि गुरु र विद्यार्थी बिचको सम्बन्धको परीक्षण गर्नको लागि लेखिएको हो भनेर उहाँले भन्नुभएको छ। र सम्बन्धको परीक्षण भनेको चाहिँ के हो भन्दाखेरि जुन एउटा लक्षणले युक्त भएको गुरु हामीले लिनुपर्ने हुन्छ, मान्नुपर्ने हुन्छ। उचित गुरु जुन छ
गुरु मात्रै नाम मात्रै नभएर एउटा अवश्य पनि लक्षणले युक्त भएको गुरु हामीले मान्नुपर्छ। जुन सूत्र र तन्त्रमा देखाएको जुन गुरुको गुणहरू पूर्ण रूपमा छ छैन, उहाँमा त्यो गुणहरू पुगेको छ छैन भन्ने कुरा हामीले चाहिँ वास्तविक रूपमा हामीले त्यसरी हामीले जाँच्नुपर्ने हुन्छ। र उहाँको नाम अनुसारको उहाँको लक्षण छ कि छ भने हामीले चाहिँ त्यसलाई चाहिँ हामीले गुरु मान्नुपर्ने हुन्छ, त्यस्तो गर्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि त्यसै गरी गुरुले पनि हामीलाई चाहिँ अब जो पाति शिष्यहरूलाई जुन उपदेशहरू दिने त्यो पनि त्यस्तो हुँदैन। जुन शिष्यहरू पनि गुह्यज्ञानको असल सही पात्र हो होइन भन्ने कुरा पनि उहाँले जाँच्नु पर्ने हुन्छ। र त्यो मात्र गुह्य मन्त्र वज्रयानको मात्रै नभएर चाहिँ जुन महायानको उपदेशहरू ग्रहण गर्नको लागि सही पात्र हो होइन भन्ने कुरा चाहिँ हुनुपर्ने गुणहरू हुनु चाहिँ छ छैन भन्ने कुरा चाहिँ उहाँले गुरुको तर्फबाट पनि परीक्षण गर्नु भएको कारणले गर्दाखेरि चाहिँ अब यो जुन अहिलेको जुन स्थितिमा चाहिँ गुरु र शिष्य बिचको सम्बन्धको परीक्षण गर्नको लागि रचिएको भनेर भनेको छ। र यसमा उहाँले के भन्नुभएको छ भन्दाखेरि गुरु तथा शिष्यहरूका समान रूपमा समयहरू भ्रष्ट हुने भएकाले वीरहरूले सर्वप्रथम गुरु तथा शिष्यहरूको सम्बन्ध परीक्षण गर्नुपर्छ भन्ने। र यहाँ जुन शिष्य जुन सही पात्र नभएको शिष्य छ त्यो नभए पनि गुरुको अनुसरण गरिसकेपछि गुरुलाई पनि पाप हुन्छ, त्यस्तै गरी शिष्यलाई पनि। त्यसै कारणले गर्दाखेरि जुन गुरु सही भएन, लक्षणले युक्त नभएको छ भने त्यो दुवै शिष्य र गुरु दुवैलाई चाहिँ जुन समय भ्रष्ट हुने, दुःख हुने भएकोले त्यही कारणले गर्दाखेरि चाहिँ गुरु लक्षणयुक्त गुरु र सही पात्र भएको शिष्य हुनु चाहिँ अति महत्त्वपूर्ण छ। त्यो किसिमको सम्बन्धहरू विस्तार गर्नको लागि चाहिँ गुरुको लक्षण सही छ छैन त्यो पनि थाहा हुनुपर्छ। र त्यस्तै गरी शिष्य पनि सही पात्र हो होइन भनेर थाहा हुनु। त्यसै कारणले गर्दाखेरि यो चाहिँ यो ग्रन्थ त्यसका निम्ति चाहिँ यो ग्रन्थ चाहिँ रचना गरेको हो होइन। त्यसै गरी जुन शिष्यहरूमा पनि त्यस्तो प्रकारको जुन उहाँ सही पात्र हो होइन भने त्यो थाहा पाउनको लागि चाहिँ यो ग्रन्थ चाहिँ रचना गरेको हो। यदि यो ग्रन्थ चाहिँ राम्रोसँग हेऱ्यो भने सही गुरु चाहिँ यस्तो हुनुपर्दो रहेछ र त्यसै गरी सही पात्र भएको शिष्य यस्तो हुनुपर्छ, त्यसको परिधिहरू हामीले राम्रोसँग थाहा हुने भएको हुन्छ। र त्यो थाहा भयो भने चाहिँ हामी त्यो गुरुको अनुसरण गरेर पछि आएर चाहिँ धेरै दुःखहरू दिने पनि हुन्छ, त्यस्तो नहुनको लागि गरेको हो भनेर भनेको छ। र अहिले चाहिँ यो माल्गी लोचावाबाट जुन आएको नारूपाबाट आएको परम्परा ग्रन्थको आधारमा, यो उपदेशको आधार मान्ने हो भने जुन गुरु पञ्चाशीका रचना गर्नुको कारण चाहिँ त्यो हो भनेर बताउनु भएको छ। र अघि जुन अनङ्ग वज्र भनेर भनेको छ उहाँ चाहिँ को हुनुहुन्थ्यो भन्दाखेरि गुरु पञ्चाशीका रचना गर्नुको कारण र उद्देश्यहरू के हो भनेर कुन उद्देश्य लिएर चाहिँ यो गुरु पञ्चाशीकाको रचना गरिएको हो भनेर त्यो जुन प्रस्तुत भयो त्यसमा मुख्य तीनटा विभिन्न भनाइहरू हामीले देख्यौँ। जुन डोग्मी लचबाट सुरु भएको जुन परम्परा छ त्यो चाहिँ लोबेन गयाधाराबाट चाहिँ कर्णतन्त्रको रूपमा चाहिँ आएको हामीले बुझ्न सक्छौँ। जुन र दोस्रो चाहिँ अनङ्ग वज्र हो जो चाहिँ भारतवर्षको गुरु हुनुहुन्छ। र जुन चाहिँ माल्गी लोचावाबाट सुरु भएको जुन एउटा कर्णतन्त्र को रूपमा विस्तार भएको जुन एउटा छ त्यो चाहिँ पेन्सिन नारूपाबाट भएको भन्ने हामीले बुझ्न सक्छौँ। र जुनसँग चाहिँ भारतवर्षको गुरुहरूसँगको जुन स्रोत चाहिँ भारतवर्षको गुरुहरू हुनुहुन्छ। र अब यहाँ अनङ्ग वज्रको विषयमा अब धेरैजनाले नसुनेको पनि हुनसक्छ। यो को हो र कस्तो हो भन्दा यसको बारेमा छोटकरीमा चाहिँ यहाँ प्रस्तुत गर्दैछु। उहाँ चाहिँ एउटा दलित हुनुहुन्थ्यो, जुन हामीले इङ्ग्लिसमा कास्ट भन्छौँ, जुन जातिको कुराहरू गर्छौँ। उहाँ चाहिँ
त्यसमा चाहिँ हामी दलित ठुलो सानो जात भन्ने धेरै कुराहरू गर्छौँ। त्यो मध्येबाट उहाँ चाहिँ त्यसमा चाहिँ ब्राह्मण क्षेत्री वैश्य शूद्र भनेर जुन गर्छौँ त्यो मध्येबाट चाहिँ जुन अनङ्ग वज्र चाहिँ को हुनुहुन्थ्यो भन्दाखेरि चाहिँ एकदम दलित एक सानो जातको व्यक्ति हुनुहुन्थ्यो। उहाँ चाहिँ जुन दलित नै भए पनि जुन गुह्य मन्त्रको साधना गर्ने व्यक्ति हुनुहुन्थ्यो। महामुद्रा त्यसको साधनाहरू उहाँले गर्नुहुन्थ्यो। त्यही भएको कारणले उहाँ चाहिँ एउटा भाग्यमानी व्यक्ति हुनुहुन्छ। तर पनि उहाँ सानो जात भएको कारणले गर्दै उहाँले यसरी अक्षरहरू पढ्ने त्यस्तो उहाँले जान्दैन भन्ने यस्तो उहाँको गुरु चाहिँ को हो भन्दा लोबेन पद्म वज्र हुनुहुन्थ्यो। लोबेन पद्म वज्र पनि त्यहाँ धेरै केही हुनुहुन्छ, 2-3 जना हुनुहुन्छ। र अहिले जुन बताएको पद्म वज्र महान पद्म वज्र भनेर भन्यो। अनि लोबेन पद्म वज्रले अङ्ग वज्रलाई चाहिँ जुन उपदेशहरू दिएर सिकाएर चाहिँ कोटम्पी भन्ने पर्वतमा उहाँले चाहिँ त्यहाँ पुगेर चाहिँ छज्ञ छिम्बो अर्थात् महामुद्रामा चाहिँ उहाँले एउटा सिद्धिहरू प्राप्त गर्नुभयो। त्यसको जुन अनुभूतिहरू उहाँको चित्त सन्ततिमा उत्पन्न भयो। र उहाँ वास्तवमा भन्दाखेरि उहाँको चित्त सन्ततिमा चाहिँ महामुद्राको जुन अनुभूतिहरू उत्पन्न भइसकेको व्यक्ति भएकोले स्वतन्त्रता प्राप्त गरिसकेको व्यक्ति हुनुहुन्थ्यो। तर पनि उहाँलाई चाहिँ आफ्नो गुरु पद्म वज्र भएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ आफूले भविष्यमा जे जस्तो कार्यहरू गए पनि गुरुको अनुमति लिएर राम्रो हुन्छ भन्ने सोचेर उहाँले चाहिँ आफ्नो गुरुलाई मैले चाहिँ यस्तो प्रकारले महामुद्राको अनुभूतिहरू प्राप्त गरिसकेको छु, अब मैले के गर्न ठिक होला भनेर उहाँले अनुरोध गर्दाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ तिमी चाहिँ उता गएर एकजना सुँगुर पाल्ने एकजना केटी छ, त्योसँग तिमी चाहिँ उनीसँग गएर बस्नु र तिमी चाहिँ एउटा सुँगुर पालकको रूपमा तिमी सुँगुर पालक भएर बस्नु भनेर चाहिँ त्यसरी उहाँले आदेश दिनुभयो। तिमी बिस्तारै चाहिँ तिमीलाई र त्यसो गऱ्यो भने चाहिँ तिमीलाई बिस्तारै वज्रधरको स्थानहरू प्राप्त हुन्छ भनेर उहाँले यसरी भन्नुभयो। र उहाँलाई गुरु पद्म वज्रले त्यस्तो प्रकारले भविष्यवाणी गर्नुअनुसार उहाँ चाहिँ ओडियान देशको पश्चिम दिशामा ठाउँमा गएर चाहिँ उहाँ चाहिँ एउटा सुँगुर पाल्ने केटीसँग बिहे त गरेन होला, तर पनि उहाँ सँगै बसेर उहाँ चाहिँ एउटा सुँगुर पालकको रूपमा चाहिँ त्यहाँ बसेर चाहिँ उहाँले सत्वहित गर्नुभयो। र सर्वसाधारणको नजरमा चाहिँ एउटा सुँगुर पालेर बस्ने चाहिँ साधारण व्यक्तिको जस्तो रूप थियो भनेर हामी बुझ्न सक्छौँ। तर उहाँ चाहिँ कस्तो भन्दा साधारण भए तापनि उहाँ चाहिँ एउटा सौभाग्यवान जुन जसले चाहिँ गुह्य तन्त्रको अभिषेकहरू प्राप्त गरेको। उहाँ चाहिँ मुख्य रूपमा सुँगुर पालेर बस्ने भएको कारणले गर्दाखेरि चाहिँ उहाँको नाम पनि उहाँलाई चाहिँ पाल फक्छावा भनेर भनिन्थ्यो। यो पाल फक्छावा यो संस्कृत भाषामा चाहिँ के भनिन्छ, यो पाल भनेको त श्री हो, फक्छावा सायद श्री फक्छावा भन्ने त्यस्तो सायद के होला। जे भए पनि पाल फक्छावा अथवा सुँगुर पालेर बस्ने व्यक्ति भनेर त्यसरी उहाँले त्यस्तो नाम प्राप्त गर्नुभएको थियो। र त्यस प्रकारले जुन गुरु अनङ्ग वज्र भन्ने चाहिँ उहाँ चाहिँ जोनाङ जिचुनका 7 उपदेश प्रसारणको 4 परम्पराको इतिहासमा पनि अनङ्ग वज्रको नाम आउने गरेको पाइन्छ। र त्यसै गरी कामसाङ काग्युको स्वर्णमाला चन्द्रस्फटिक मालाको सुरुमा 4 वा 6वटा महान उपदेश प्रसारणको इतिहास भन्ने छ। र यो 4 उपदेश चाहिँ महामुद्रा, तुम्मो, ज्योति र कर्ममुद्रा, यो 4लाई भनिन्छ। र जे भए पनि यो 4वटाबाट चाहिँ यसको इतिहास भन्ने ठाउँमा यसमा जुन कर्ममुद्राको जुन परम्परा र यी 4वटाबाट चाहिँ 4वटा भएको मध्येबाट जुन अहिले अनङ्ग वज्र चाहिँ कर्ममुद्राको परम्परामा रहेको पाइन्छ। र जुन अनङ्ग वज्र चाहिँ उहाँको डुप्सिन छोगिए भन्ने शिष्य हुनुहुन्थ्यो। र उहाँको चाहिँ आफ्नै बेग्लै विशिष्ट प्रकारको
अद्भुत इतिहासहरू विभिन्न इतिहासहरू रहे तापनि र आज यहाँ उहाँको बारेमा प्रवचन गर्ने समय नभएकोले र आज म यहाँ भनिरहन आवश्यक ठान्दिनँ र यसले चाहिँ समग्रमा भन्दाखेरि जुन गुरु पञ्चाशीको ग्रन्थ छ त्यसको जुन ग्रन्थ रचनाकार छ त्यसको उहाँको चाहिँ कारण रचना गर्नुपर्ने कारण र उद्देश्य कस्तो खालको विचार लिएर कस्तो उद्देश्यहरू लिएर चाहिँ गर्नु त्यसको बारेमा कसरी सोध्यो भने चाहिँ विभिन्न अब विद्वानहरूको विचारहरू धारणाहरू धेरैवटा छन् तीमध्येबाट चाहिँ त्योबाट चाहिँ अहिले माथि बताएको तीनवटा रहेको छ र चौथो चाहिँ के हो भन्दाखेरि चाहिँ चौथो चाहिँ र तपाईँहरू अहिले चिया पिउन चाहनुहुन्छ भने चिया पिउनुहोस् र यसले चाहिँ तेस्रोसम्म प्रस्तुत गरिसकेर चौथो चाहिँ के हो भन्दाखेरि चौथो बुझ्दा चाहिँ यसको समय यो कहिले सिकाइनुपर्छ त यो जुन गुरु पञ्चाशीका चाहिँ कुन समयमा सिकाइनुपर्छ भन्ने विषयमा यहाँ यसको पठन पाठन गर्ने कहिले गर्दा चाहिँ राम्रो हुन्छ सही हो भन्ने कुरा चाहिँ त्यो यहाँ प्रस्तुत गरिन्छ जुन डबा ग्याल्सेनको जुन लामोङाप्चिपा छ त्यसमा चाहिँ दुईवटा समयहरू बताएको छ यसमा दुई प्रकारको समय देखाएको छ र त्यो दुई प्रकारको समय चाहिँ त्यतिकै हामी सर्वसाधारणहरूले बात मारेको जस्तो कुरा गरेको जस्तो यसो गर्दा सजिलो होला त्यसो गर्दा सजिलो होला यसो गर्दा राम्रो होला भन्ने एकअर्कालाई सजिलो बनाउनुको लागि मात्र नभएर यो चाहिँ गुरुहरू अतीतका जति महासिद्ध हुन्छ उहाँहरूको अभिप्रायलाई मध्यनजर गरेर चाहिँ जे डोग्मीले के भन्नुभएको छ डोग्मी लजाओले भन्दाखेरि चाहिँ तयारीको बेला साँझपख शिष्यहरूलाई शरणगमन गर्न लगाई बोधिचित्त प्रदान गर्नुपर्छ भनेर डोग्मी लजाले यसरी भन्नुभएको छ र शिष्यहरूलाई तयारी पुरा गर्ने पूर्व सन्ध्यामा पढाइनुपर्छ यस पञ्चाशिकाले भनेर भनेको छ उहाँले यसो भन्नुभएको छ शुद्ध विचार भएका विद्यार्थी श्री शरणको शरणमा त्रिरत्नको शरणमा जानुपर्छ र अनि गुरुको अनुसरण गर्न लगाएर यसको वाचन प्रदान गर्नुपर्छ भनेर भनेको छ जुन अब हामी अब सुरुवातको कुरा छ अब भोलि जस्तो चाहिँ अब जुन सम्बन्धको जुन विस्तारको कुरा छ गुरु त्यो चाहिँ भोलि जस्तो सुरु गर्ने आज बेलुकातिर चाहिँ उहाँलाई शिष्यहरूलाई चाहिँ जुन शरणगमन र बोधिचित्त प्रदान गरेर चाहिँ उहाँहरूलाई चाहिँ त्यो पञ्चाशिकाको पाठ सिकाइनु पर्छ भनेर भनेको छ र समग्रमा भन्नुपर्दाखेरि चाहिँ जुन सम्बन्ध विस्तार गर्नु गुरु शिष्यको सम्बन्ध विस्तार गर्नुभन्दा अगाडि नै यो लामोङाप्चे गुरु पञ्चाशिका चाहिँ पढाइनुपर्छ भनेर भनेको छ र जे भए पनि त्रिरत्न को शरणमा गएर त्यसै गरी र बोधिचित्तको सम्बन्ध राखिसकेपछि र जुन सम्बन्ध विस्तार गर्नुभन्दा अगाडि नै र जुन वज्रयानको जुन सम्बन्धहरू छ त्यो सम्बन्ध विस्तार गर्नुभन्दा अगाडि नै यसलाई चाहिँ पढाइनुपर्छ भनेर भनेको छ त्यसै गरी नारोपाको विचारमा के भनेको छ भन्दाखेरि चाहिँ नारोपा र गुङथापाको अभिप्रायमा यस्तो छ यसलाई गुरु र शिष्य बीचको सम्बन्धको सुरुवातको रूपमा सिकाउनुपर्छ जस्तै गुरुबाट अभिषेक लिँदा श्रवण धर्म गर्दा विद्यार्थीलाई सोध्नुपर्छ
तिमीले प्रतिमोक्ष र बोधिसत्वको सील लिइसकेका छौ र के तिमी ती सीलहरूलाई फेरि लिन सहमत छौ? यदि तिमीहरूले ती सीलहरूलाई फेरि लिन इच्छुक छौ भने जवाब दिएमा त्यसपछि गुरु पञ्चसिकाको शिक्षा दिएर पारस्परिक सम्बन्धको परीक्षण गर्नु पर्दछ। यदि तिनीहरूले नलिएको सील लिन राजी भएमा चाहिँ तिनीहरूलाई शरण गमन र बोधिचित्त प्रदान गरेर यसको शिक्षा प्रदान गर्नुपर्दछ र यो चाहिँ आपसी परीक्षण हो भनी हामी सबैले जान्न सक्छौँ, किनभने यसमा शुद्ध नियत भएको विद्यार्थी भनेर बताएको छ। र जे भए पनि के बुझ्नु समग्रमा के बुझ्नुपर्छ भन्दाखेरि गुरु र शिष्यको सम्बन्ध विस्तार गरिनुभन्दा अगावै यो गुरु पञ्चसिका चाहिँ प्रदान गरिनुपर्छ, यसको सिकाइनुपर्छ भनेर बुझ्नुपर्दछ। यस प्रकारले तिमीले चाहिँ जुन प्रतिमोक्षको सील र बोधिसत्वको सीलहरू लिएका छौ भनेर सोध्नुपर्ने हुन्छ। त्यस्तै गरी पहिला लिएको छ फेरि लिन चाहन्छौ कि भनेर त्यस्तो प्रकारको प्रश्नहरू हामीले सोध्नुपर्छ भनेर। र त्यस प्रकारले अगाडि कुनै पनि प्रतिमोक्ष र बोधिसत्वको सीलहरू लिएको छैन भने तिनीहरूलाई फेरि आज चाहिँ नयाँ अब सील लिन चाहन इच्छा गरेमा चाहिँ उहाँहरूलाई चाहिँ उनीहरूलाई शरणगमन र बोधिसत्व गरेर चाहिँ बोधिचित्त उत्पाद गरेर उहाँलाई त्यो प्रदान गरिनुपर्छ भनेर। मुख्य रूपमा पहिला कुनै प्रकारको धर्मसँग कुनै सम्बन्ध गुरु शिष्य कुनै प्रकारको गुरुहरूबाट कुनै पनि शिक्षाहरू ग्रहण गरेको छैन भने चाहिँ अरू कुनै पनि अन्य गुरुहरूबाट लिएको पनि हुनसक्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ यदि अगाडि नै धर्महरू ग्रहण गरिसकेको फेरि लिन चाहने त्यस्तो भएका र अन्य गुरुकोबाट चाहिँ लिन चाहने त्यस्तो प्रकारको फेरि बोधिचित्तको सीलहरू लिन चाहन्छु भनेर त्यस्तोहरू छ भने चाहिँ गुरु र शिष्यको सम्बन्ध परीक्षण गरेर गुरुमा राम्रो लक्षण छ छैन, जुन प्रकारको शिष्यहरू चाहिँ सही पात्र हो होइन भनेर जाँच गरेर मात्रै अगाडिको जुन पूर्वजन्मको सम्बन्धहरू छ छैन भन्ने कुराहरू चाहिँ जाँच गरिनुपर्छ, परीक्षण गरिनुपर्छ। जे भए पनि र जुन गुरु र शिष्यको वास्तविक सम्बन्ध राखिनुभन्दा अगाडि नै यो चाहिँ गुरु पञ्चसिका चाहिँ अगाडि नै बताइनुपर्छ भनेर भनिएको जस्तो मलाई लाग्यो। र त्यसको साथसाथै हाम्रो पहिले कर्म कामछाङभित्र जुन गुरु पञ्चसिकाको पठन पाठन कसरी गरिन्थ्यो भन्ने विषयमा समग्रमा भन्दाखेरि कामछाङ काग्युमा 7औं कर्मपा छोरा ग्याछोको समयदेखि नै जुन सूत्रको अध्ययनको लागि अध्ययन गर्ने सेडाहरू सुरुवात भएको थियो। त्यसपछि जुन 8औं 9औं र 10औं कर्मपाको समयमा त्यहाँ सूत्र र तन्त्र दुवैको लागि धेरै सेडाहरू पनि थिए। त्यहाँ धेरै विद्वानहरू थिए जो त्यति मात्र नभएर चाहिँ धेरै विद्वानहरू थिए जो सूत्र र तन्त्र दुवैको शास्त्रमा विद्वान भएका व्यक्तिहरू पनि थिए। र अहिले हामीले देख्न सकिने चाहिँ जे वङछु दोर्जीले जुन गुम्बाको जुन कलेजको नियम छ धेरै छ। त्यसमा के स्पष्ट गरिएको छ भन्दाखेरि विशेष गरेर जुन वज्रयान सम्बन्धी पठन पाठन गरिने जो गुम्बाहरू मठहरू छ त्यसमा हेर्ने हो भने जुन गुरु र जुन वज्रयानको सम्बन्ध राख्नुभन्दा अगाडि गुरु र शिष्यको सम्बन्ध राख्नुभन्दा अगाडि नै गुरु पञ्चसिकाको अध्ययन गरिसकेपछि एउटा योग्य गुरुबाट अभिषेक प्राप्त गरी अनि समय र प्रतिज्ञा कसरी पालन गर्ने भनेर समय सागर जस्ता ग्रन्थहरूमा व्याख्या गरे अनुसार बुझ्नुपर्छ र त्यसलाई अध्ययन गर्नुपर्छ र अभ्यास पनि गर्नुपर्छ भनिएको छ। उदाहरणको लागि वङछु दोर्जीले रचना गर्नुभएको थोप्ग्याल टासिठिगोरको तान्त्रिकको नियम पुस्तिका छ। त्यसमा चाहिँ के लेखिएको छ भन्दाखेरि पहिले गुरु पञ्चसिका अध्ययन गर्नुपर्दछ
र त्यसको अर्थमा निश्चित प्राप्त गर्नुपर्दछ। अनि गम्भीर गुह्य मन्त्रको परम्परा धारण गरेका योग्य गुरुबाट उचित रूपमा अभिषेक लिनुपर्दछ र त्यसपछि समय सागर आदि ग्रन्थ श्रवण गरी समय र शीलको अध्ययन गर्नुपर्छ र तिनीहरूलाई राम्ररी सिकेर निर्देश भएअनुसार जोगाएर राख्नुपर्छ। तिनीहरूलाई तपाईँको आफ्नै जीवनभन्दा बढी मूल्यवान राख्नुपर्छ। त्यसै गरी कर्मधारकी लिङ्गको विधानमा के छ भन्दाखेरि निश्चय नभएसम्म अध्ययन गर्नुपर्छ। समय सागर, पञ्चाशिका, 20 प्रतिज्ञा, विनयको उपदेश, अनुत्तर तन्त्र, हे वज्रका 2 पुस्तकहरू र यसै गरी यी ग्रन्थहरूको कुरालाई स्पष्ट रूपमा बुझ्नुपर्छ भनेर देखाएको छ। र त्योबाट के बुझ्नुपर्छ भन्दाखेरि पहिले जुन मिक्यु दोर्जे 9औं कर्मपा र 10औं कर्मपाको समयमा नै जुन तान्त्रिक कलेजहरू छ त्यस जुन नागको मन्त्रको अध्ययन गर्ने धेरै गुम्बाहरू थियो र त्यसमा चाहिँ जुन तन्त्रको बारेमा अध्ययन गर्ने बेला चाहिँ पहिलो बेसमा नै होइन प्राथमिक रूपमा के रहेछ भन्दाखेरि यो गुरु पञ्चाशिका रहेको कुरा, तामसिक ग्यात्सो जुन समय सागर छ त्यो नै पहिला अध्ययन गर्नुपर्छ भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ। एकदम इम्पोर्टेन्ट महत्त्वपूर्ण कुरा रहेको कुरा स्पष्ट हुन्छ। र अब म यहाँ तामसिक ग्यात्सो अथवा समय सागर ग्रन्थको विषयमा बताउन गइरहेको छु। र यो तामसिक ग्यात्सो अथवा तेस्रो कर्मपा रङजुङ दोर्जेद्वारा समय सागर तन्त्र रचना भएको र यसमा चाहिँ 4 तन्त्रको वर्ग अनि त्यस्तै गरी प्राचीन अनुवाद र नयाँ अनुवादहरूमा प्रस्तुत गरिएका समयको सङ्कलन भएको शास्त्र हो। त्यो दुइटै अब सङ्कलन गरेको एउटा शास्त्र हो। त्यसको मूल ग्रन्थको पाठ छ र त्यसको ग्रन्थ आफ्नै विमल सागर नामक 2वटा आफ्नै व्याख्याहरू 2वटा व्याख्याहरू रहेछ। त्यसै गरी 7औं कर्मपा छोटा ग्यात्सोले यसमा लेख्नु भएको व्याख्या पनि छ। त्यस्तै गरी महापण्डित शाक्य छोक्देनको सिल विभिन्न अब व्याख्याहरू पनि छ। विशेष गरी महापण्डित शाक्य छोक्देनको 3 सिलको व्याख्या पनि रहेको छ। अप्रतिमोक्षको बोधिसत्वको बारेमा, त्यसै गरी विद्याधरको विनयको खण्डमा पनि 3वटा भएको माध्यमबाट जुन विद्याधरको विनयको विषयमा भन्दाखेरि चाहिँ तिब्बतमा त यसलाई छोटकरीमा भन्दाखेरि चाहिँ तिब्बतमा जुन प्रसिद्ध मूल पतनको व्याख्या जुन मञ्जुश्रीको व्याख्या महान व्याख्याहरू छ जुन चाहिँ प्रसिद्ध छ त्यो त्यसै गरी यसको एक के भन्छ विरोधाभासी व्याख्या र ब्रह्म हटाउने व्याख्या गरेर 2वटा रहेका छन्। त्यस्तो 2 प्रकारको व्याख्या परम्पराहरू छ र जुन कुरालाई चाहिँ खण्डन र खण्डनको उत्तरका साथ अन्य ग्रन्थहरू देखाएको छ त्यसमा देखाएको छ। र अहिले चाहिँ जुन यो 3 सिलको व्याख्याको बारेमा चाहिँ रङजुङ दोर्जेको समय सागरको शास्त्र र अन्य जुन मञ्जुश्रीको ठुला व्याख्याहरूसँग मिल्दोजुल्दो रहेको छ र यहाँ चाहिँ संक्षिप्तमा व्याख्या गरिन्छ। र समग्रमा भन्नुपर्दा जुन समय सागर र मञ्जुश्री कृतिले गर्नुभएको जुन व्याख्या छ त्यो 2टा मिल्छ मिल्दैन भन्ने कुरा चाहिँ 7औं कर्मपाले छोटा ग्यात्सोले यसो भन्नुभएको छ। के भन्नुभएको छ भन्दाखेरि अहिले जुन समय सागरको जुन आफ्नै
जुन आफ्नो व्याख्या छ त्यो चाहिँ मञ्जुश्री कृतिको जुन बृहत व्याख्याहरूमा चाहिँ विभिन्न श्लोकहरू उद्धृत गर्नुभएको छ। यदि यसलाई ध्यानपूर्वक अध्ययन गरिएन भने त्यसको पनि उस्तै अभिप्राय देखिए पनि एउटै देखिन्छ गहिराइमा तर अब गहिराइमा हेर्दै जाने हो भने चाहिँ राम्रोसँग अध्ययन गर्ने हो भने जुन मञ्जुश्री कृतिको जुन बृहत व्याख्याको राम्रा पक्षहरू बाहेक त्यहाँ धेरै भिन्नताहरू चाहिँ जुन त्यो भिन्नताहरू धेरै पाइन्छ त्यस्तो भन्नु परेको छ र त्यसको बारेमा र अहिले यसको बारेमा बताउने समय नभएको कारणले गर्दाखेरि यहाँ म यहीँ यति राख्छु। जे भए पनि यो समयमा चाहिँ जुन समय सागर नामक ग्रन्थ चाहिँ विगतमा बारम्बार कामसाङमा चाहिँ बारम्बार अध्ययन गरिएको थियो भन्ने र जुन त्यसको मूल उहाँले जुन मूल ग्रन्थ श्यामर कुञ्चियाला त्यसै गरी छोटो ग्याछोज्यूले त्यसको व्याख्या गर्नुभएको छ। श्यामर कुञ्चियालाको विभिन्न अब व्याख्याहरू पनि रहेको छन् र त्यसको बारेमा चाहिँ त्यसको प्रश्नोत्तर गरिएको कामसाङ ग्याल्वा याप्सेको काबुमभित्र पनि धेरै रहेको देख्न सक्छौँ। त्यसमा हेर्ने हो भने पहिले जुन ताम्सिक ग्याछोको जुन ग्रन्थहरू बारम्बार एकदम राम्रोसँग अध्ययन गरिएको थियो भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ। बिचमा विगतहरूमा बारम्बार अध्ययन गरिएको भए तापनि बिचमा आएर समय सागर कस्तो थियो भन्न नसकिने गरी पूर्ण रूपमा लोप भयो। त्यसैले यसको शीर्षक पनि नसुनेको पनि बनेको थियो। त्यसै कारणले यसमा केही टेवा पुगोस् भन्ने हेतुले यो समयानुकूल भयो भने म गुरु पञ्चसिकाको प्रवचन सकेपछि जुन समय सागरको विषयमा पनि म तपाईँहरूलाई बताउन सके राम्रो हुन्छ कि भन्ने मैले त्यस्तो सोचेको छु।
다 되네. 다 지대 방문에 아니 시버봐도 단기 쉬심배 왕도 당chen 다 지대 아바들 토도 열어. 지대 아바들 가라산다 슝기 제정 र अब 다 간다. 라몽의 브랑 प्रथम 베로 बुँदादेखि 게 चौथो बुँदासम्म 슝기 मैले 마데기 라몽의 प्रस्तुत 지대 गरिसकेको छु र अब पाँचौँ बुँदा यहाँ प्रस्तुत गर्न लागेको छु पाँचौँ 다 지대 बुँदा 아바들 चाहिँ के हो 라몽의 भन्दाखेरि जुन 브랑 ग्रन्थको मूल विषय 지대 प्रस्तुतिकरण रहेको छ 내려야 아니 र यसमा जुन अब गुरु 된다 빠지에 पञ्चासिकाको 미나 망고지 विषयमा मैले अगाडि बताइसकेको छु र 샤베기 पाँचौँ बुँदा चाहिँ र गुरु पञ्चसिका नै यहाँ 대바딘다 망고지 प्रस्तुत गर्ने 다지 라마데 समय रहेको छ 사제비나 망고지 어디로와 र यसमा 대게 विभिन्न प्रकारको 사제비 फरक फरक 다베기 सूचीहरू 야나기 제샤베기 विभाजनहरू रहेको छ र 게다 त्यसमा पनि अब विभिन्न गुरुहरूको 배드 슈즈비기자 विचारहरू आफ्नो आफ्नो तरिकाले चाहिँ 고르지 यसलाई सूचीबद्ध गर्ने 다데야 तरिका छ र यो चाहिँ कामेरिन्चिन दर्गेको 사제비 अनुसार 아니 गरिएको जुन सूची हो र यो चाहिँ अरूसँग अलिकति फरक छ र यसमा 제 다디람 तीनवटा 방문에 विभाजन गरेको छ ग्रन्थको परिचय ग्रन्थको अर्थ र ग्रन्थको समापन गरी तीन प्रकारले विभाजन गरेको छ सूचीलाई र यसमध्येबाट प्रथम ग्रन्थको परिचयलाई 된제나도 숨기고 लाई पनि यसमा पनि यो भित्र पनि तीन प्रकारको विभाजनहरू शीर्षकहरू रहेका छन् यसमा तीन प्रकारको सूचीहरू छन् जसमा 다데야 शीर्षकको अर्थ वन्दना रचना गरेर तीन प्रकार रचनाको प्रतिज्ञा गरेर तीन प्रकारको रहेको छ र यसमध्येबाट 템베까블리하다 야겔로 구루반자시카스 아니 베게 जुन गुरु 아니 야나겔이야 यसमा गुरु पञ्चासिकाको जुन शीर्षकको अर्थ चाहिँ यस प्रकार रहेको छ र संस्कृत भाषामा गुरु पञ्चासिका भनेर भनिन्छ र त्यस्तै गरी तिब्बती भाषामा यसलाई लमङ्गप्चुपा भनेर भनिन्छ 안데 베게 토알이야 리자르당 안 베게 र भोलि मैले यसलाई व्याख्या गर्ने क्रममा चाहिँ जुन पहिलो संस्कृत रहेको छ र दोस्रो चाहिँ भाषा र संस्कृत भोट र चिनिया अनुवाद मध्ये तीनवटा रहेको छ र विशेष गरेर अहिले त्यसै गरी अहिले भोट भाषामा रहेको जुन अनुवाद छ त्यो बाहेकको अन्य ग्रन्थ अन्य रिन्चिन झाङ्पोले गर्नुभएको अनुवाद र त्यसै गरी रहेको अन्य अनुवादहरूमध्येबाट जुन संस्कृतको दुईवटा पाण्डुलिपिहरू रहेको छन् र त्यो पाण्डुलिपिहरूमा अब धेरै फरकहरू रहेछ भने चाहिँ म त्यसमा व्याख्या गर्नेछु र यदि त्यस्तो धेरै ठुलो फरक छैन भने दुवैलाई म मिलाएर भन्नेछु र त्यस्तो धेरै फरक छैन भने ल त्यसलाई समग्रमा भन्न सकियो भने राम्रो हुन्छ कि जस्तो मलाई लागेको छ र सर्वप्रथम हामीले सधैँ प्रवचनहरू गर्छौँ पुस्तकहरू पढाउँछौँ त्यो चाहिँ गुरु र कल्याण मित्रहरूले जुन ग्रन्थको शीर्षकलाई ग्रन्थको नामलाई सधैँ संस्कृत भाषामा बताइनुको कारण उहाँहरूले त्यसको कारण उहाँले बताउनुहुन्छ र त्यसको विशेष गरी तीनवटा कारण तीनवटा उद्देश्यहरू रहेको छ र त्यो तीनवटा कारण चाहिँ के हो भन्दाखेरि यो चाहिँ कदम्पा पुर्खाहरूको एउटा अभिप्राय रहेको जस्तो मलाई लाग्दछ र उहाँहरू कदम्पा पुर्खाहरूले को जस्तो लाग्नु कारण चाहिँ के भन्दाखेरि कदम्पा पुर्खाहरूले चाहिँ जुन उहाँहरूले लन्डनको जुन व्याख्याहरू छ त्यसमा पनि तीनवटा व्याख्याहरू तीनवटा कारणहरू यसमा बताउँदो रहेछ त्यही कारणले गर्दाखेरि यसलाई चाहिँ यो जुन संस्कृत भाषामा जुन ग्रन्थको शीर्षक भनिनुको कारण चाहिँ यो तीनवटा कारण चाहिँ के हो भन्दाखेरि चाहिँ तीनवटा कारणहरू चाहिँ सर्वप्रथम चाहिँ जान्न र आफूले
जान्न र तिनीहरूले गरेको कामको लागि कृतज्ञ हुनु आफूले गरेको कामको बारेमा बोध गर्न यसको कारण छ र दोस्रो चाहिँ त्यसको के छ भन्दाखेरि आफूले गरेको कामको लागि कामको बोध गर्न कृतज्ञता प्रकट गर्न र तेस्रो सही स्रोत हो भनी पुष्टि गर्न र त्यसै गरी यो भाषा सिक्न र यो जुन काम जानेर आफूले गरेको कामको बोध गरेर चाहिँ कृतज्ञता प्रकट कुन प्रकारले दिनुपर्छ भन्दाखेरि कुनै व्यक्तिले आफूलाई फाइदा गरेको छ भने हित गरेको छ भने त्यो गरेको हितलाई चाहिँ त्यो नबिर्सिनको लागि र जहिले पनि त्यो गुण सधैँ सम्झिएर उसले मलाई चाहिँ ठुलो गुण पुऱ्याएको छ र यो चाहिँ सानै हित गरे पनि सानै फाइदा पुऱ्याए पनि त्यसको गुण चाहिँ सधैँ सम्झिनु पर्ने मलाई गाह्रो भएको स्थितिमा उहाँले चाहिँ मलाई यस्तो प्रकारको सहयोग गरे यस्तो प्रकारको गुण लगाएको छ भने त्यो चाहिँ म बिर्सिँदैन भनेर त्यस्तो प्रकारको हामीले गुण सम्झिनुको लागि कृतज्ञता प्रकट गर्न र उहाँको गुणलाई नबिर्सिनुको लागि त्यस्तो प्रकारले बुझ्नुपर्ने हुन्छ त्यस्तै गरी सानोमा छिम्बोले के भन्नुभएको छ अरूले चाहिँ हितको चित्तद्वारा हामीलाई फाइदा गरेको छ भने त्यो त अवश्य नै हामीले अवश्य पनि गुण सम्झिनुपर्ने हुन्छ त्यो त बिर्सनुहुन्न भनेर त्यो त भन्नै पर्दैन या कसै कुनै व्यक्तिले आफूलाई मलाई अहित गर्छु हानि गर्छु भनेर चाहिँ गरेको छ भने र त्यसको फलस्वरूप आफू चाहिँ धर्मसँग सम्बन्धसँग भेट भयो भने चाहिँ मिलन भयो भने चाहिँ नराम्रो गरेको कारणले आफू चाहिँ त्यसको फलस्वरूप आफू चाहिँ धर्मसँग भेट भयो भने त्यो पनि हामीले उक्त व्यक्तिको चाहिँ हामीले गुण सम्झिनु पर्ने हुन्छ र जेसुन मेलारेपाको कथामा उहाँको इतिहासमा के छ भन्दाखेरि उहाँको काका र फुपूले उहाँलाई चाहिँ एकदमै दुःख दिएको उहाँ जब मिलारेपा सानो हुँदाखेरि एकदमै दुःख दिएको थियो र त्यस कारणले गर्दाखेरि मिलारेपा चाहिँ उहाँको आमा चाहिँ सहनु नसकेर छोरालाई चाहिँ अब कालो जादु सिक्न पठाएको थियो र नराम्रो धेरै पुण्य कुकर्महरू सञ्चय गरेको थियो र अन्त्यमा गएर उक्त पाप कर्मप्रति एकदमै पछुतो जागेर चाहिँ त्यो चाहिँ अब त्यस्तो प्रकारको कुकर्म त्यस्तो पाप कर्मलाई चाहिँ प्रायश्चित गर्नको लागि प्रायश्चित गरेर यसै जुनीमा बुद्धता प्राप्त गर्नको लागि चाहिँ एउटा धर्म गरेन भने यो राम्रो नहुने रहेछ भनेर उहाँ चाहिँ त्यस्तो प्रकारको चित्त लिएर चाहिँ उहाँ चाहिँ मार्पाको समीपमा गए र त्यसै गरी मार्पाले पनि मिलारेपालाई धेरै दुःख कष्टहरू दिनुभएको थियो किनभने मिलारेपाको आफ्नो जुन पापहरूलाई कटाउनको लागि त्यस्तो प्रकारको इतिहासहरू रहेको छ त्यस्तो प्रकारको विभिन्न भनाइहरू कथाहरू छ र यसो राम्रोसँग हामीले सोच्ने हो भने वास्तवमा जेचुन मिलारेपालाई चाहिँ उहाँको फुपू र काकाले चाहिँ त्यसरी दुःख नदेख्दा उहाँ चाहिँ त्यो गरेको कारणले गर्दा उहाँ चाहिँ धर्मसँग मिलन भयो र फुपू र काकाले चाहिँ मलाई राम्रो गर्छु भनेर त हित गरेको त होइन तर उहाँले मलाई चाहिँ नराम्रो गर्ने हिसाबमा नै उहाँले मलाई त्यो प्रकारले दुःख दिएको थियो र अन्तिममा गएर म चाहिँ त्यसको कारणले गर्दाखेरि म के भयो भन्दाखेरि धर्मसँग भेट भयो र त्यस्तो प्रकारले अहित गरेर पनि आफूलाई त्यसको फलस्वरूप ठुलो गुण भएको कारणले गर्दाखेरि त्यस्तो प्रकारको लाई पनि हामीले गुण सम्झिनुपर्छ भनेर उदाहरणहरू दिएको छ र त्यो चाहिँ र अरूले हामीलाई नराम्रो गरेको कारणले आफू धर्मसँग मिलन भयो भने
त्यो चाहिँ हामीले हित हो त भन्दा हित भएको हो। नेबासेवा त्यसलाई त्यो चाहिँ हित गरेको भित्रबाट पनि सबैभन्दा ठुलो हित चाहिँ के हो भन्दाखेरि त्यो धर्मसँग मिलन हुनु चाहिँ हो। र जुन प्रकारले फुपू र काकाले उहाँलाई त्यस्तो प्रकारको कष्ट दिनुभयो, त्यसको कारणले गर्दा उहाँ चाहिँ धर्ममा लागेर चाहिँ उहाँले त्यस्तो प्रकारको धर्ममा लागे। त्यही कारणले गर्दा फुपू र उहाँले काकाले गरेको जुन दिएको कष्ट चाहिँ एउटा ठुलो गुण हो भनेर सम्झिनु पर्ने हुन्छ। र त्यसै गरी पहिला तिब्बतमा बोट भाषामा धर्महरू थिएन, त्यसैले तिब्बत चाहिँ एउटा अन्धकारमय जङ्गल हो भन्ने भनाइ पनि थियो। त्यस्तो प्रकारको थियो र पाप के हो धर्म के हो नचिन्ने थियो। धर्मको फलहरू थाहा न त्यस्तो प्रकार स्थिति थियो। र छुगेल मेबन नामसुम उहाँहरू तीनजनाको कृपाले गर्दाखेरि चाहिँ त्यहाँ बुद्धको शासन फैलिएर देवताको जस्तो सुख शान्तिहरू फैलिएर गएको थियो। त्यस्तो प्रकारको धर्म चाहिँ कहाँबाट सुरु भएको हो भन्दाखेरि त्यो चाहिँ भारतवर्षबाट सुरु भएको हो। भारतवर्षबाट उत्पन्न भएको, भारतवर्षबाट उत्पन्न भएको कारणले गर्दाखेरि उनीहरूलाई चाहिँ एउटा गुण सम्झिनुपर्छ भनेर भनेको छ। पहिले तिब्बतमा भारतबाट आउने गरिब व्यक्ति माग्नेहरूलाई पनि आचार्य भनेर भन्ने गरिन्थ्यो। र त्यस प्रकारले जुन प्रकारले भारतबाट आउने व्यक्तिहरूलाई एउटा नाम र इज्जतका साथ उहाँलाई चाहिँ त्यस्तो प्रकारले सम्बोधन गरिन्थ्यो। एउटा आचार्यको नामले उहाँले चाहिँ आचार्यजी भनेर चाहिँ हामीले त्यसरी तिब्बतमा पहिला चाहिँ त्यसरी आदर गर्ने गरिन्थ्यो, सम्बोधन गर्ने गरिन्थ्यो। र जुन हामीले पङ्क्तिहरूमा पनि उहाँलाई निकै उच्च स्थान दिएर राखिन्थ्यो। त्यसमा एउटा कथा छ। त्यो चाहिँ के हो भन्दा एकचोटि एक समयमा खाममा ढोमटम्पा खाममा जानुहुन्थ्यो। र जे भए पनि खाममा धेरैजना चाहिँ एक समयमा खाममा धेरैजना मान्छे भेला भएको बेला चाहिँ त्यो समयमा चाहिँ भारतवर्षबाट एउटा आचार्य आउनुभएको थियो। एउटा भारतवर्षको एकजना मान्छे आउनुभएको थियो। र अहिले आजकल हामीले जुन एउटा शास्त्रहरूमा पोख्त भएको आचार्य त्यो चाहिँ मैले भन्न खोजेको होइन। र त्यो समयमा एउटा भारतीय मुलुकको एकजना व्यक्ति आउनुभएको थियो। र पहिला चाहिँ तिब्बतमा चाहिँ भारतको सबै व्यक्ति जति पनि तिब्बतमा हुन्थ्यो उहाँहरूलाई सबैलाई आचार्य भनेर आदर गर्ने गरिन्थ्यो, सम्बोधन गर्ने गरिन्थ्यो। र त्यही भएको कारणले जुन खाममा चाहिँ धेरै मान्छेहरू भेला भएको समयमा चाहिँ एकजना आचार्य एकजना ज्ञाकर इन्डियाको मान्छे भारतको मान्छे आएको छ। त्यो धेरै मान्छेहरू भेला भएको माथि शिरमा चाहिँ गुरुहरू बस्ने एउटा अग्लो आसनमा चाहिँ उहाँले यसरी अब गुरुहरू बस्ने ठाउँ बनाएको थियो। गुरुहरू बस्ने आसनको सबै अग्लो ठाउँमा चाहिँ एउटा बुद्धको एउटा मूर्ति राखिएको थियो। त्योभन्दा थोरै अलिकति तल, त्योभन्दा अलिकति होचो दोस्रो स्थानमा चाहिँ एउटा खाली आसन थियो। अनि त्यति बेला चाहिँ त्यो भारतबाट आएको मान्छे चाहिँ भारतीय मान्छे चाहिँ त्यो उक्त आसनमा गएर बसिदिएछ। अनि अरूले चाहिँ के भन्नु थाल्यो भन्दाखेरि कराउन थाल्यो, ल तपाईँ चाहिँ यसमा नबस्नुहोस्, यसमा चाहिँ एकजना गेसी आउनुहुनेछ, उहाँ बस्नुहुनेछ, त्यो उहाँको आसन हो, तपाईँ यहाँ बस्नु मिल्दैन भनेर चाहिँ एकजना कुनै अमुक नाम गरेको गेसी चाहिँ यहाँ आएर आसन ग्रहण गर्नुहुनेछ, त्यही भएर तपाईँ यहाँ बस्नु सक्नुहुन्न भनेर सबैले कराउन थालेछ। यहाँ तपाईँहरूलाई थाहा छँदैछ यो भारतको मान्छेहरू एकदमै चलाक हुन्छ, उहाँहरूको एकदम यो बोल्न पनि चलाक हुन्छ, बाटो हुन्छ, त्यही भएर सजिलो छैन यो सब तपाईँहरूलाई थाहा भएको कुरा हो। र त्यो उक्त भारतीय व्यक्तिले चाहिँ के भनेछ भन्दाखेरि त्यसमै बसेर अलिकति ठुलो कुरा गर्दै उहाँले के भनेछ भन्दाखेरि तपाईँहरूले चाहिँ जुन प्रकारले धार्मिक ग्रन्थहरू पढ्दाखेरि सबैभन्दा पहिला संस्कृत भाषामा भन्ने शब्द छ कि छैन? यदि तिमीहरूको शास्त्रमा चाहिँ तिमीहरूको जुन धार्मिक ग्रन्थमा चाहिँ संस्कृत भाषा रहेछ भने, संस्कृत भाषामा भन्ने लेखिएको रहेछ भने, म पनि एउटा भारतीय व्यक्ति हुँ, भारतबाट आएको हुँ, र तिमीहरूको धार्मिक ग्रन्थको शिरमा पनि संस्कृत भाषा भनेर ज्ञाकर भनेर लेखेको छ। यदि त्यसमा त्यहाँ रहेछ भने चाहिँ म माथि बस्छु, किनभने म पनि एउटा ज्ञाकर हो। त्यही भएर यदि तपाईँहरूको धार्मिक ग्रन्थको सुरुमा ज्ञाकर भन्ने शब्द छैन भने चाहिँ म झर्नेछु भनेर, छैन पनि भन्नु मिलेन,
अनि त्यही कारणले गर्दाखेरि त्यही माथि राख्नुपर्ने त्यही उच्च स्थानमा राख्नुपर्ने स्थिति सिर्जना भएको थियो र त्यो चाहिँ त्यो त्यो घटना चाहिँ डमतम्पाले सुन्नुभएछ डमतम्पाले के भन्नुभएछ भन्दाखेरि हाम्रो जुन धार्मिक ग्रन्थको सुरुमा संस्कृत भाषामा अथवा ग्यागर्के भन्ने छ नि होइन त्यो चाहिँ त्यसको अर्थ चाहिँ हामीले सही अर्थ बुझ्न सकेनौँ भने ल यस्तो हुन्छ त यस्तो हुन्छ है यसको यसलाई राम्रोसँग व्याख्या गर्नु सकिएन भने चाहिँ हो यस्तो प्रकारको यसको अर्थ यस्तो हुन्छ त स्थिति यस्तो हुन्छ र त्यसको अर्थ चाहिँ अहिले जुन यो भारतको मान्छेले भनेको जस्तै र जुन धर्मको सुरुमा ग्यागर्के अथवा संस्कृत भाषामा भन्नुको कारण चाहिँ के भन्दाखेरि जुन ग्रन्थको सुरुवात त्यसको जुन सुरुवात छ त्यो चाहिँ सही सुरुवात हो स्रोत चाहिँ एकदमै राम्रो सही शुद्ध हो भनेर पुष्टि गर्नको लागि हो आफ्नो कामको बोध गरेर चाहिँ हामीले कृतज्ञता प्रकट गर्ने भनेको त्यो चाहिँ एउटा प्राकृतिक रूपमा स्वाभाविक रूपमा किनभने अब उत्तम पुरुष भएको कारणले त्यस्तो प्रकारले चाहिँ जुन मलाई गुण चाहिँ उहाँले गुण लगाउनु भएको छ भनेर त्यो स्वाभाविक रूपमा उत्पन्न हुने कुरा हो त्यो एउटा गुण हो तिब्बतमा जुन स्याङ ननम दोर्जे हिन्दू भन्ने एउटा प्रसिद्ध गुरु हुनुहुन्थ्यो र जति पनि भारतवर्षबाट आएका जति पनि मान्छेहरू जति पनि व्यक्तिहरू हुनुहुन्छ ती पनि आउनुहुन्छ उहाँहरू सबैलाई चाहिँ सायद यो 1 माना होला होइन 1 माना कति मलाई एक्ज्याक्टली भन्न आएन त्यति जति सुन चाहिँ दिने भनेर उहाँले भन्नुभएछ र त्यस्तो प्रकारको सद्धर्म जुन के त्याग्नु पर्ने हो के ग्रहण गर्नुपर्ने हो भन्ने त्यस्तो प्रकारको उत्तम शिक्षाहरू चाहिँ हामीले भारतवर्षबाट प्राप्त गरेकाले उहाँहरूको गुण कृपाको कारणले भएको कारणले गर्दाखेरि सुनहरूको उपहार प्रदान गर्ने त्यस्तो प्रकारको प्रतिज्ञा पनि गर्नुभएको थियो र छोटकरीमा भन्दाखेरि पहिले कदम्पा पुर्खाहरू रहेको समयमा चाहिँ उहाँहरूको विचार पनि धर्मसँग मेल खाने गेसे साङ्पो त्यो भएको कारणले गर्दा उहाँहरूले पनि अब त्यो त्यस्तो प्रकारको जानेर बोध गरेर चाहिँ जुन भारतका मान्छेहरू पनि आउने गर्थे र त्यस्तो पाराले उहाँले त्यसरी अब अलिकति झुटो बोलेर भयो भने म चाहिँ भारतबाट आएको हो भनेर उहाँको समक्ष आउने गर्दथे हाम्रो तिब्बतको महान गुरुहरू राम्रो गुरुहरू पनि उहाँहरूलाई एउटा विशिष्ट प्रकारको सत्कार दिने चलन भएको कारणले गर्दा त्यो चाहिँ के बुझ्नुपर्छ भन्दा शासन चाहिँ अटल रहेको एउटा सङ्केत हो भनेर बुझ्नुपर्छ र जुन धर्म भनेको चाहिँ एउटा भारतवर्षबाट फैलिएर आएको भएको कारणले गर्दाखेरि त्यसको अचिन्त्य कृपा रहेको कारणले गर्दाखेरि भारतवासी हुन्छ उहाँहरू सबैलाई एउटा आदर सत्कार र महत्त्वपूर्ण सम्झेर रहेको छ र पछि आएर र त्यसको अर्थ चाहिँ नबुझेको कारणले गर्दै आचार भन्दाखेरि चाहिँ एउटा र पछि आएर त्यही कुरा चाहिँ के भयो भन्दाखेरि एउटा हँसाउने एउटा गरिब एउटा मगन्ते जस्तो मान्छेलाई चाहिँ आचार भनेर भन्ने एउटा चलन सुरु भयो जस्तो हामीले यो छ्यामहरू नाच्ने समयमा चाहिँ एउटा आचार भनेर एउटा देख्छौँ नि हामीले जब म सानो थिएँ मेरो जन्मभूमिमा हुँदाखेरि गुम्बाभित्र चाहिँ छ्याम नाच्ने बेलामा चाहिँ ठुल्ठुलो साधनाको पूजा साधना भएको बेला त्यस्तो गर्ने समयमा चाहिँ हामी छ्यामहरू हेर्न जान्छौँ त्यति बेला चाहिँ एउटा अचारा भन्ने निस्केर आउने थियो नाक लामो भएको अलिकति अचम्म लाग्दो हाँस्यौँ त्यो हामीले देख्ने हामी सानो हुँदाखेरि त्यो देख्दाखेरि हामी एकदमै रमाइलो मान्थ्यौँ धेरै हँसाउँथ्यौँ अनि अचार आउँदैछ भनेर हामी सबैजना चाहिँ एकदम भिड गरेर हेर्न जान्थ्यौँ र त्यस्तै गरेर हामी र त्यो जुन भुटानमा पनि छ अचार भनेको चाहिँ एउटा हँसाउने मान्छे हो जुन एउटा हँसाउने व्यक्तिको रूपमा हास्य कलाकार जस्तो रूपमा हामीले लिने गर्छौँ र पहिले चाहिँ आचार्य भनेको चाहिँ पहिले चाहिँ हामीले आचार्य भनेर जुन एउटा हामीले आदर गरेको हो एकदमै महत्त्वपूर्ण मानेर आदर गरेको हो र पछि आएर चाहिँ त्यो चाहिँ पछि परिवर्तन भएर आचार्य चाहिँ त्यो एउटा आचार्य भनेको चाहिँ एउटा हँसाउने एउटा गरिब एउटा मगन्ते जस्तो त्यस्तो प्रकारको
त्यस्तो पनि सिर्जना भएको छ कृतज्ञता प्रकट गर्ने एउटा मुख्य कारण छ भनेर बुझ्नु। र दोस्रो चाहिँ धर्मको जुन स्रोत छ त्यो चाहिँ सही हो भनेर पुष्टि गर्ने हुने एउटा त्यो चाहिँ के हो भन्दाखेरि जुन ग्रन्थको सुरुमा संस्कृत भाषामा भनेर भनेको छ त्योबाट के बुझ्नुपर्छ भन्दाखेरि यो धर्म चाहिँ भारतबाट आएको हो, भारतबाट चाहिँ भारतीय भाषाबाट अथवा संस्कृत भाषाबाट चाहिँ यता अनुवाद गरिएको हो भनेर हामीले बुझ्नुपर्छ। धर्मको जुन उत्पत्ति स्थल चाहिँ भारत हो भनेर, जुन हाम्रो बौद्ध धर्म पनि यसको उत्पत्ति स्थल जन्मेको ठाउँ यो आएको ठाउँ यो चाहिँ भारतवर्ष हो। जुन भारतीय संस्कृत भाषाबाट सिधै तिब्बती भाषामा अनुवाद गरेको कारणले गर्दाखेरि स्रोत चाहिँ एकदमै सही हो भनेर पुष्टि हुन्छ। र उदाहरणको लागि पहिले संस्कृत भाषाबाट कुनै अर्को भाषामा अनुवाद भयो, फेरि भारतीय जुन संस्कृत भाषाबाट चिनिया भाषामा अनुवाद भयो, चिनिया भाषाबाट त्यसपछि फेरि यता तिब्बती भाषामा भोट भाषामा अनुवाद भयो। एउटा भाषादेखि अर्को भाषामा परिवर्तन गर्दा अनुवाद गर्दा धेरै त्यहाँ के त्रुटिहरू हुने धेरै हुन्छ। त्यस्तो नभएर सिधै जुन संस्कृत भाषाबाट चाहिँ तिब्बती भाषामा भोट भाषामा चाहिँ अनुवाद गरेको कारणले गर्दाखेरि यसको स्रोत चाहिँ एकदमै सही हो हुने भएको कारणले गर्दाखेरि त्यो त्यसबाट संस्कृत भाषामा घ्यागरी के भनेर लेख्नुको कारण एउटा त्यो हो। र पहिले त्यो गङ्गाधरको समयमा चाहिँ तिब्बतको विद्वानहरूले रचना गरेको जुन तिब्बतन ओखती दबाईको कुराहरू छ त्यस भेमा भनिन्छ, ग्रन्थहरूलाई भेमा भनेर भनिन्थ्यो। त्यसको सुरुमा केही पनि थिएन। पहिला फेकेतु भनेर तिब्बती भाषामा भोट भाषामा भनेर लेखिने त्यस्तो केही पनि थिएन। चिनिया भाषाबाट यता भोट भाषामा अनुवाद भए त्यसमा चाहिँ घ्याकेतु अथवा चिनिया भाषामा भनेर लेख्ने एउटा चलन आयो। त्यसको मुनि चाहिँ एउटा भोट भाषामा भन्ने लेख्ने चलन आयो। त्यस्तै गरी जुन भारतीय भाषा संस्कृत भाषाबाट अनुवाद गरिएकोलाई चाहिँ अनुवाद गरेकोलाई चाहिँ जुन सम्पादन गर्ने व्यक्तिहरू हुनुहुन्छ जुन त्यो पनि अति नै महान व्यक्तिहरू विद्वान व्यक्तिहरूले गरेको हो भन्ने पनि पुष्टि हुने हुन्छ। हो त्यस्तो भएको ग्रन्थको माथि शिरमा चाहिँ संस्कृत भाषामा भनेर हामीले लेख्न सक्छौँ भनेर भनेको छ। र त्यसको पछि चाहिँ कसले अनुवाद गरेको थिए भन्ने कुरा, कसले चाहिँ सम्पादन गरेको थियो भन्ने कुराहरू चाहिँ लेख्न मिल्छ भनेर भनेको छ। त्यही भएको कारणले गर्दाखेरि पहिले जति पनि ग्रन्थहरू संस्कृत भाषाबाट तिब्बती भाषामा अनुवाद भए त्यो चाहिँ सम्पादकहरूले राम्रोसँग चाहिँ हेरेको छैन भने त्यसरी त्यस्तो प्रकारको ग्रन्थहरूलाई चाहिँ ग्रन्थको सुरुमा चाहिँ संस्कृत भाषामा भनेर लेख्न नमिल्ने एउटा नियमहरू र त्यो चाहिँ एकदम राम्रो जुन ग्रन्थ एउटा धार्मिक ग्रन्थहरू चाहिँ त्यसको स्रोत पनि एकदम राम्रो स्रोत भएको एकदमै शुद्ध केही त्रुटिहरू नभएको अनुवाद गर्नको लागि जति कार्यहरू जस्तो कार्यहरू गरिन्थ्यो एउटा शब्द मात्रै पनि शब्द गल्ती भयो भने धेरै गल्तीहरू हुन जान्छ। त्यही भएर उहाँहरूले चाहिँ एकदमै धेरै होसियार गर्नुहुन्थ्यो। त्यस कारणले गर्दाखेरि र धर्मको एउटा स्रोत चाहिँ सही हो, राम्रो स्रोत हो भनेर पुष्टि गर्नको लागि त्यो संस्कृत भाषामा भनेर लेखिनुको एउटा मूल कारण पनि त्यही हो। र सामान्यतया धर्म चाहिँ एकदम सही स्रोत हो भनेर भन्नु त्यो पुष्टि गर्न मात्र नभएर चाहिँ जस्तै हामीले जुन सिलहरू ग्रहण गर्ने गुरुहरू हुनुहुन्छ, जस्तै हामीलाई अब ज्ञानहरू सिकाउने गुरुहरू हुनुहुन्छ, सँगै हिँड्ने साथी हुनुहुन्छ, आफू बस्ने वरिपरि छिमेकीहरू जो जति पनि छ उहाँहरू सबै चाहिँ उहाँहरूको एउटा स्रोत चाहिँ एकदम राम्रो चाहिन्छ र जे पाति छ भने त्यो चाहिँ हुँदैन। त्यो भएर एउटा गुरु हो भने पनि एकदम उहाँको स्रोत उहाँको उत्पत्ति स्थल उहाँ आएको ठाउँ एकदमै राम्रो चाहिन्छ, एकदमै लक्षणयुक्त चाहिन्छ। र एउटा गुरु हो भनेर जो पाए त्यसलाई चाहिँ हामीले अब ढोक्ने त्यसलाई शरणगमन गर्ने त्यो चाहिँ सही हुँदैन। त्यही कारणले गर्दा साथीहरू पनि आँखाले देखेको जति सबै साथी हो भनेर बनायो र आफूले मन दियो भने त्यो सही हुँदैन। त्यसै गरेर आफू बस्ने ठाउँको वरिपरिको छिमेकीको कुरा त्यसको जुन एउटा जीविकोपार्जन गर्ने
स्थितिहरू छ त्योहरू पनि सबै कुराहरू जे पाए त्यहीमा अब न्यानो ठाउँ राम्रो सफा ठाउँमा जहाँ पाए त्यहाँ हामी बस्न मिल्छ। त्यस्तै गरी धर्म पनि एउटा एकदमै सही स्रोत राम्रो स्रोत जुन ठाउँबाट उत्पन्न भएको त्यो चाहिँ एकदमै शुद्ध चाहिन्छ भनेर भनेको र कहिलेकाहीँ हामी आजकल विशेष गरी आजकल देखा पर्छ त्यस्तो खाले कुराहरू। जस्तै अब पहिला म तिब्बतमा बस्दाखेरि त्यस्तो भन्ने चलन थियो, अहिले हामी एकदम डुप्लिकेट सामानहरू धेरै पाउँछ नि होइन। त्यसै गरी एउटा भूतहरू पनि एकदम नक्कली भूतहरू पाउने रहेछ भनेर यसो हेर्दाखेरि भूत जस्तो देखिने तर हेर्दाखेरि फेरि माटोले बनाएको फोहोर डङ्गुरहरूले बनाएको त्यस्तो नक्कली भूतहरू पनि त्यस्तो पनि भन्ने चलनहरू थियो। त्यही भएको कारणले गर्दाखेरि जे पाए त्यहीसँग चाहिँ यसो हेर्दाखेरि चाहिँ भूत जस्तो देखिन तर खासमा त्यस्तो प्रकारको हुने भएको कारणले गर्दाखेरि एउटा स्रोत चाहिँ राम्रो हुनुपर्छ, एकदमै महत्त्वपूर्ण रहन्छ। मूल कुरा त्यही हो, जो चाहिँ दोस्रो कारण हो। र तेस्रो चाहिँ के हो भन्दाखेरि चाहिँ भाषा सिक्ने कारण उद्देश्य अथवा कारण भनेर भनिएको छ। र जस्तै गुरु पञ्चासिका भनेर भनिएको छ। जस्तै त्यो समयमा गुरु भन्दाखेरि चाहिँ त्यो चाहिँ तिब्बती भाषामा जोडेर हेर्दाखेरि चाहिँ गुरु भनेको लामा र पञ्चासिका भनेको चाहिँ ङाप्चुपा भनेर। त्यही कारणले गर्दाखेरि यस्तो प्रकारले जुन ग्रन्थको नाम छ त्यसको अर्थ चाहिँ मिलाएर बुझ्न सक्ने, त्यस्तो भएर हामीले मिलाएर बुझ्न सक्यो भने गुरु भनेको चाहिँ लामा, पञ्चासिका भनेको चाहिँ ङाप्चुपा भनेर त्यसरी हामीले जोडेर बुझ्न सक्यो भने जुन संस्कृत भाषामा एउटा मन मस्तिष्कमा चाहिँ छाप राख्ने एउटा त्यो धेरै संस्कृत भाषाहरू धेरै जान्न नसके पनि एक दुईवटा भए पनि हाम्रो मन मस्तिष्कमा छाप बस्ने भएको कारणले त्यो चाहिँ अति महत्त्वपूर्ण छ। र अर्को एउटा विशेष कारण के छ भने जुन प्रज्ञा पारमिताभित्र यो नाम होइन यिनै शब्दहरू यिनै अक्षरहरू यिनै वाक्यांशहरूद्वारा चाहिँ प्रज्ञा पारमिताहरू सिकाइन्छ भनेर महायानको धर्महरू चाहिँ संस्कृत भाषामा चाहिँ सिकाइन्छ भनेर बताएको छ। र त्यही कारणले गर्दाखेरि चाहिँ विशिष्ट प्रकारको चाहिँ अर्थ रहन्छ। र यो भद्रचर्या प्रणिधानभित्र चाहिँ देवताको भाषा, मान्छेको भाषा, नाग कुबाण्डको भाषा भनेर लेखिएको रहेछ। त्यही कारणले यो संस्कृतै सिक्नुपर्छ भन्ने छैन नि भनेर सोच्छ भने त्यो विभिन्न भाषामा चाहिँ त्यस प्रकारले धर्म प्रवचन गरिन्छ भन्ने त्यो चाहिँ एउटा असामान्य ज्ञानको विषयमा र पूर्वज गुरुहरूले बताउनु भएको छ। सामान्यतया आजभोलि अब हामीले बुद्ध धर्मको अध्ययन र यसको विषयमा चाहिँ हामीले चाहिँ योसँग जुन सम्बन्धित कुराहरू चाहिँ हामीले एउटा रिसर्च गर्नु छ, यसको रिसर्चहरू गर्नु छ भने चाहिँ हामीले जस्तै अब तिब्बती हो भने हामीले तिब्बती भाषा मात्रै नभएर अरू भाषाहरू पनि जान्नु अति महत्त्वपूर्ण हुन्छ। जस्तै एउटा बुद्ध धर्म चाहिँ यसको बारेमा अनुसन्धान गर्नु छ भने गम्भीर रूपमा चाहिँ अनुसन्धान गर्नु छ भने चाहिँ चारवटा भाषा चाहिँ जसरी भए पनि जान्नुपर्ने अति महत्त्वपूर्ण। संस्कृत भाषा, पाली भाषा, त्यस्तै गरी एउटा चिनिया भाषा र हाम्रो भोट भाषा। र किनभने हाम्रो बौद्ध धर्म चाहिँ यो चारवटा भाषामा नै रहेको छ। जुन अब संस्कृत भाषामा त धेरै छन् है। त्यसै गरी मेन अब धर्मको मुहा नै अब यो संस्कृत भाषा र पाली भाषा भएको कारण त्यसमा त छँदैछ। जुन संस्कृत भाषा र पाली भाषाभित्र पनि रहेको छ। त्यस्तै गरी चीन भयो, कोरिया भयो, जापान र उहाँहरूसँग भएका जति पनि धर्महरू बुद्ध धर्महरू छ त्यो सबै चाहिँ संस्कृत भाषा यता के भन्छ चिनिया भाषाबाट आएको भनेर हामी बुझ्न सक्छौँ। चौथो चाहिँ तिब्बती भाषा। र त्यसैले हामीले बौद्ध धर्मको पूर्ण रूपमा अनुसन्धान गर्नु छ, जान्नु छ भने यो चारवटा भाषा जान्नु चाहिँ अति नै महत्त्वपूर्ण हुन्छ। र यो चाहिँ एउटा भाषाको छाप राख्नु, विगतका महान गुरुहरू हुन्थ्यो उहाँहरूले भाषा जान्नको लागि भनेर उहाँहरूले जुन एउटा अभिप्राय विचारहरू राख्नुहुन्थ्यो सायद यही कारणले हुनसक्छ। एक समयमा पोतवालाई उसको शिष्यले भन्नुभएछ र कसैले चाहिँ के भन्छ, कसैले शिष्य भनिन्छ, कसैले चाहिँ एउटा सानो नानी हो भन्छ। र
मेरो विचारमा यो शिष्य नै हुनुपर्छ। अब यो सानो नानी हो भन्ने हो भने उहाँलाई शिष्यको रूपमा लिएर भन्दाखेरि उहाँले चाहिँ एउटा पोतावाको एकजना शिष्य थियो र शिष्यले चाहिँ पोतावालाई र पोतावादेखि लिएर लगायतका अन्य गुरुहरूले चाहिँ संस्कृत भाषा ग्रन्थको शिरमा भएको त्यसै गरी विभिन्न कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण छ भनेर एकदम यो जुन हाम्रो महायानको धर्महरू संस्कृत भाषामा सिकाइन्छ भन्ने कुरा एकदम महत्त्वपूर्ण छ भनेर उहाँहरूले भनेको देखेपछि उक्त शिष्यले चाहिँ पोतावाले के भनेछ भने सबभन्दा त्योभन्दा त राम्रो त बरु भारतमा जन्मिनु नै एकदमै महत्त्वपूर्ण कुरा रहेछ, त्यहाँ जन्मिनु पो ठिक हुने रहेछ भनेर भने। यदि भारतमा जन्मिन सकियो भने चाहिँ आमाको कोखबाट नै हामीले संस्कृत भाषा बोल्न सक्ने र आमाले नै हामीले सिकाउनुहुन्छ। त्यसै कारणले अब यो तिब्बतमा चाहिँ अब जुन संस्कृत कुरा भनेको चाहिँ अब भाषा भनेको चाहिँ अलिक गाह्रो हुन्छ नि त होइन। त्यही भएर म चाहिँ यी भारतमै जन्मेको भने चाहिँ एकदम महत्त्वपूर्ण रहेछ। जुन भारतमा जन्म्यो भने चाहिँ अब बोल्दा पनि आमाको काखैदेखि चाहिँ एउटा संस्कृत भाषा सिकाइन्छ भनेर भनेछ। त्यसो भनेपछि अब पोतावाले चाहिँ उहाँले के भन्छ, तिमी चाहिँ एकदमै मूर्ख रहेछौ। पोतावाले चाहिँ तिमी एकदमै मूर्ख रहेछौ। जुन भारतमा जुन गरिने भाषा चाहिँ त्यो त एउटा सधैँ बोलिने एउटा साधारण भाषा हो, त्यो संस्कृत भाषा होइन। यदि भारतमा जन्मियो भने संस्कृत जुन भाषा त्यो चाहिँ हामीले चाहिँ सिक्नै पर्छ। त्यो नसिकेर चाहिँ त्यतिकै तिमी त्यहाँ जन्मिने बित्तिकै संस्कृत भाषा जान्ने त्यस्तो चाहिँ हुँदैन। त्यही भएर तिमी भारतमा जन्मे पनि त्यो तिमीले चाहिँ जुन संस्कृत भाषा जान्छै भनेर कुनै निश्चय छैन। र पहिले पनि अब भारतमा जन्मिने बित्तिकै के बुझ्नुपर्छ, भारतमा जन्मिने बित्तिकै चाहिँ हामीले संस्कृत भाषा जान्छ भनेर चाहिँ जुन त्यो एउटा भ्रम, त्यो निश्चय छैन। आजभोलि हेर्ने हो भने पनि एउटा भारतमा यो संस्कृत भाषा त्यति चलनमा नभएको, त्यति प्रयोग नभएको जस्तो देखिन्छ। त्यस्तो स्थिति आएको छ। र जे भए पनि तिब्बतमा चाहिँ पहिले धेरै अनुवादकहरू जन्मिनु भएको थियो र उहाँहरू चाहिँ भारतमा जानुभयो र संस्कृत भाषाहरू सिकेर त्यो अध्ययन गरेर चाहिँ धेरै चाहिँ तिब्बतबाट नै उहाँहरूले चाहिँ जुन संस्कृत भाषाको अध्ययन गर्नुभएको छ। उदाहरणको लागि खु लोचावाको उदाहरण दिने हो भने उहाँले चाहिँ जुन संस्कृत भाषा र तिब्बती भाषा यसरी मिलाउन सक्ने भएको कारण उहाँले लोचावा भनेर नाम दिएको। र अघि मैले भने जस्तै गुरु भन्दाखेरि चाहिँ तिब्बती भाषामा भएको लामासँग यसरी मिलाउन सक्ने, त्यसै गरी पञ्चशिका भन्दा ngapchipaसँग यसरी मिलाएर बुझ्न सक्ने जुन पुस्तकको नामहरू चाहिँ दुवै भाषामा यसरी मिलाएर बुझ्न जोडेर मिलाएर बुझ्न सक्ने भएको कारणले गर्दा उसले चाहिँ संस्कृत भाषामा थोरै उहाँले छाप राखेर अनि बिस्तारै उहाँले त्यसमा बुझ्ने भएको कारणले उहाँलाई लोचावा त्यस्तो उहाँलाई भनिएको हो भनेर भने। त्यस्तो धेरै गुरुहरू हुनुहुन्छ। र जुन गुरु पञ्चशिकाको बारेमा कुरा गर्नुपर्दा जुन गुरु पञ्चशिका भनेर नाम दिनुको कारण चाहिँ के छ भन्दाखेरि सामान्यतया जुन शास्त्रको ग्रन्थको जुन नाम दिने गर्ने तरिका, नाम शीर्षक दिने तरिका चाहिँ यसमा विभिन्न तरिकाहरू छन्। यसको सन्दर्भमा भन्नुपर्दा यसमा एउटा चाहिँ विषय र पाठ अनुसार गरिने, त्यसै गरी समय र स्थानको तर्फबाट, त्यसै गरी अनुरोध गर्ने लेखकको आधारमा, त्यसै गरी अब शीर्षक दिनको लागि धेरै फरक तरिकाहरू छन्। र अहिले यो यहाँ चाहिँ श्लोकहरूको सङ्ख्यामा आधारित शीर्षकको सन्दर्भमा भन्नुपर्दा चाहिँ विभिन्न भएको बाटोबाट चाहिँ अहिले चाहिँ के हो भन्दाखेरि जुन यो पृष्ठको लम्बाइ र यसको जुन यसको लम्बाइको आधारमा गर्ने। यसमा चाहिँ के छ भन्दाखेरि श्लोकको लम्बाइको हिसाबमा गर्ने जुन तर्कको 60 श्लोकहरू, त्यस्तै गरी पृष्ठको आधारमा हेर्ने हो भने बोधाको हिसाबमा हेर्ने हो भने मधुसूदनको ग्रन्थ, त्यसै गरी केरपसोप्सिपा लुम्पाको केरपसोप्सिपाको कुरा पनि गर्न सकिन्छ र त्यस्तो प्रकारको छ। र अहिले चाहिँ मुख्य चाहिँ अहिले हाम्रो जुन श्लोकको सङ्ख्याको आधारमा गरिएको नामाकरण भएको कारणले गर्दाखेरि चाहिँ अनि लामा ngapchipa अथवा गुरु पञ्चशिका भने। र अर्को पक्षबाट विचार गर्ने हो भने
जुन वर्षका जुन आचार्यहरू रविकृतिहरू इत्यादि गुरुहरूले चाहिँ जुन चिनिया भाषामा अनुवादित ग्रन्थहरूलाई त्यसबाट चाहिँ यता तिब्बती भाषामा गर्दा चाहिँ गुरुलाई सेवा गर्ने विधि 50 वटा भनेर 50 विधिहरू भनेर लेखिएको पाइन्छ। त्यसरी अनुवाद गर्दा पनि हुन्छ जस्तो लाग्छ। चिनिया भाषामा रहेको गुरु पञ्चशिखाको जुन शीर्षकको आधारमा हामीले विचार गर्ने हो भने जुन ग्रन्थको विषय र सङ्ख्याको आधारमा गरिएको हो भनेर हामीले भन्न सक्छौँ। किनभने त्यसमा चाहिँ गुरुको सत्कार गर्ने विधि 50 वटा भनेर लेखिएको पाइन्छ। त्यो भन्दाखेरि गुरुको सत्कार भन्दा त्यसको जुन मूल विषय भयो 50 भन्नाले त्यसको जुन श्लोक 50 वटा भनेर भन्ने बुझिन्छ। त्यसै कारण जुन चिनिया भाषामा भएको जुन ग्रन्थ छ त्यो चाहिँ मुख्य विषय र जुन सङ्ख्याको आधारमा गरिएको हो भनेर हामीले भन्दा पनि केही फरक नपर्छ। जुन डापा ग्याल्सेनले रचना गर्नुभएको जुन गुरु पञ्चशिखाको व्याख्या छ त्यसमा चाहिँ के भनेको छ भन्दाखेरि लामाङ्गाम्चु पञ्चशिखा गुरु पञ्चशिखालाई व्याख्या गर्दाखेरि उहाँले चाहिँ यस ग्रन्थ चाहिँ के लेखेको छ भन्दाखेरि गुरुको सत्कार गर्ने विधि उपाय अथवा 50 वटा उपायहरू भनेर लेखिएको छ। त्यसै गरी जे चोङखापाले गर्नु भएको जुन व्याख्या छ त्यसमा चाहिँ जुन शिष्यहरूको सम्पूर्ण आशाको पूरक भनेर लेखिएको छ त्यसमा पनि गुरुको आश्रय लिने र लेखिएको कारणले गर्दाखेरि जुन गुरुको आशय र गुरुको उपाय जुन गुरु मान्ने उपाय चाहिँ विधि देखाएको कारणले गर्दाखेरि चाहिँ त्यसले चाहिँ गुरु भनेर के बुझ्नुपर्छ भने गुरुलाई सत्कार गर्ने विधि भनेर बुझ्नुपर्ने हुन्छ। अर्थको जुन अर्थबाट चाहिँ त्यसको जुन अनुवाद गरिएको कारण जुन डापा ग्याल्सेन र जे चोङखाबा ज्यूको उहाँहरूको भनाइहरूलाई आधार मान्ने हो भने पनि एक लामाङ्गाम्चुपा भन्ने गुरु पञ्चशिखा लामा भन्ने शब्दले चाहिँ लामाको गुरुको आश्रय अथवा गुरु आश्रय लिने उपाय र गुरुलाई सत्कार गर्ने तरिका भनेर भन्दा पनि तिब्बतको जुन पञ्चशिखा छ तिब्बती भाषाको बोध भाषाको त्यो चाहिँ जुन विषयको र सङ्ख्याको आधारमा गरिएको हो भनेर शीर्षक दिएको हो भनेर भन्दा पनि त्यस्तो फरक नपर्ने जस्तो देखियो र त्यही कारणले आज यहीँ राख्न चाहन्छु र अनि बाँकी म फेरि भन्दै जानेछु पछि।